नमस्ते सबैजना आजको पार्टिसिपेन्टहरूलाई। आज चाहिँ हामीले चाहिँ नेपाल अप्थाल्मिक सोसाइटीबाट एउटा वेबिनार गर्न आँटेको छ हाम्रो पिजी एस्पिरेन्टहरूको लागि। र अब हालसालै म्याचिङ प्रोसेस सुरु नै भइरहेछ होइन। हिजो पनि भयो, आज पनि हुँदैछ र भोलिसम्म हुन्छ। त्यसले गर्दाखेरि धेरैजनाले क्वेरिजहरू सोध्यो, अप्थाल्मोलोजीले ठिक हुन्छ कि ठिक हुँदैन भनेर। धेरैजना कन्फ्युजन फेजमा पनि छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो सोसाइटीले चाहिँ हामीले यस्तो वेबिनारहरू चाहिँ रेजिडेन्टहरूलाई वा अप्थाल्मोलोजिस्टहरूलाई गरि नै राखेको हुन्छ। तर वाइ नट पिजी एस्पिरेन्टहरूलाई पनि उहाँहरूको क्वेरिजहरू के कस्तो छ भनेर एड्रेस गर्न सकिन्छ भनेर यो वेबिनार राखेको हो। र हामीमा आज चाहिँ हाम्रो अध्यक्ष डाक्टर पुरुषोत्तम जोशी सर पनि हुनुहुन्छ। सबैलाई नमस्कार। अब अप्थाल्मोलोजी भने यस्तो फिल्ड हो जुनमा कि यु क्यान प्र्याक्टिस बोथ सर्जरी एज मेडिसिन। अनि अप्थाल्मोलोजी पढिसकेपछि नि अब सबभन्दा त अब क्याट्र्याक्ट सर्जरी गरेर भोलिपल्ट बिरामीहरूले देखे भन्दाखेरिको जुन आनन्द आउँछ त्यो चाहिँ अब अतुलनीय नै छ। अब अप्थाल्मोलोजी पढिसकेपछि पनि हुन त अब यो सरको आँखाको एकदमै सानो अङ्ग हो, अकुपाइङ ओन्ली 1.5% अफ द टोटल भोलम, तर पनि यसले हामीलाई संसार देखाउने हुन्छ। र यसमा पनि अझ अप्थाल्मोलोजी पढिसकेपछि पनि अरू यसभित्र पनि कर्निया सम्बन्धी छुट्टै, रेटिना सम्बन्धी छुट्टै, पिडियाट्रिक अप्थाल्मोलोजी, स्ट्राबिस्मस अप्थाल्मोलोजी, यसरी विभिन्न विधाहरूमा अझ फेलोसिप गरिकन सब स्पेसलिटी गर्न सकिन्छ। र विदाउट मच एडो अब सबै एस्पिरेन्टहरूलाई बेस्ट अफ लक। र यति भन्दै म अब हाम्रो प्यानलबाट कुरा सुनौ भन्दै म मेरो कुरा टुङ्ग्याउँछु। बेस्ट अफ लक टु एभ्री वान। थ्याङ्क यू, नमस्ते। थ्याङ्क यू पुरुषोत्तम सर। पुरुषोत्तम सर हाम्रो नेपाल अप्थाल्मिक सोसाइटीको प्रेसिडेन्ट हुनुहुन्छ। सो आज हजुरहरूलाई एड्रेस गर्नलाई चाहिँ हाम्रो एजुकेटिभबाट पनि धेरैजना साथीहरू पनि हुन्छ र इभन अहिले रेजिडेन्सी गरिराखेको डक्टरहरू पनि हुनुहुन्छ। सो ग्रेजुअली उहाँहरूको प्लेटफर्म वा उहाँहरूलाई म फ्लोर दिन्छु। सर्वप्रथम त म प्लेटफर्म चाहिँ हाम्रो डक्टर एली प्रधान म्यामलाई दिन चाहन्छु। डक्टर एली प्रधान म्याम चाहिँ तिलगङ्गा इन्स्टिच्युट अफ अफ्थाल्मोलोजीमा एज अ एसोसिएट प्रोफेसर कार्यरत हुनुहुन्छ र उहाँ चाहिँ रेटिना एक्सपर्ट पनि हुनुहुन्छ र हाम्रो नेपाल अफ्थाल्मिक सोसाइटीमा चाहिँ उहाँको एडिटर इन चिफ हुनुहुन्छ। हजुर एली म्याम। सबैलाई नमस्ते है। अनि थ्याङ्क यू डक्टर तेजु र नेपाल अप्थाल्मिक सोसाइटी। एकदमै कमेन्डेबल जब हो, किनभने सबैजना दे आर स्टिल डिलेमा भइरहेको होला डाक्टरहरूलाई के गरौँ कसो गरौँ भनेर होइन। हामी पनि वेभ गन थ्रु द्याट फेज। अहिले पो यो सर्टेनबाट हामीले कन्फिडेन्टली भन्छौँ नि ओहो म त अब अप्थाल्मोलोजिस्ट यो भन्छु, तर तपाईँहरूको फेजमा इट्स स्ट्रगलिङ एन्ड एकदमै कन्फ्युजनको स्टेट हो। किनभने सो मेनी सब स्पेसियालिटी, सर्जरी जाउँ कि मेडिसिन जाउँ कि देयर सो मेनी डिफ्रेन्ट। अनि जस्तो डक्टर पुरुषोत्तमले भने जस्तै अब अप्थोमोलोजी भनेपछि चाहिँ बोथ सर्जिकल र मेडिकल बोथ कम्बाइन्ड भयो होइन। अब हेर्दाखेरि सानो आँखा छ, यत्रो शरीरमा सानो आँखा छ, तर आँखा भनेको इट्स अ पार्ट अफ अ ब्रेन। अनि जुन आँखाले शरीरको जति पनि रोगहरू सबै नै यसमा आईमा देखाउँछ। सो अब मलाई चाहिँ म भन्नुहुन्छ भने म चाहिँ पहिला म 4th इयरदेखि नै म अप्थोमोलोजीमै जान्छु भनेर आई वाज प्रिटी कन्फिडेन्ट। त्यही भएर मलाई अरू सब्जेक्टको मैले कतै पनि हेरिनँ। सो त्यो एउटा फिलिङ आउनुपर्छ आफूलाई कुन सब्जेक्ट गर्ने भन्नेमा। तपाईँहरू चाहिँ यु हेभ टु बी कन्फिडेन्ट र मनमा लागेर आफ्नो सब्जेक्ट चुज गर्नुपर्छ। त्यो भयो भने फर्दर पछि पनि सब स्पेसियालिटीहरूमा जानको लागि सबैमा हेल्प गर्छ। अब किन अप्थोमोलोजी चुज गर्ने त, वाइ डिड आई चुज अप्थोमोलोजी भन्दाखेरि एउटा मलाई चाहिँ एउटा अप्थोमोलोजी भनेपछि एउटा सोफिस्टिकेटेड सब्जेक्ट जस्तो लाग्थ्यो कि पहिलादेखि नै। किनभने म आई वाज गाइडेड बाई माई टिचर आबा हुसेन भनेर एकदमै रिनाउन्ड लेडी हुनुहुन्छ। सी वाज माई मेन्टर, सी वाज माई टिचर एट 4th इयरमा छँदाखेरि हाम्रो आई पढ्नुपर्छ। अनि त्यो भएपछि तर कस्तो भने आई डोन्ट रिग्रेट नाउ मैले अप्थोमोलोजी चुज गरेँ भनेर। किनभने अहिले यस सर्जरी पनि गर्न पाइन्छ मेडिकल फिल्डमा। यु गो इन्टु एनी डिजिज होइन, आईमा भएकोबाट कुनै पनि सर्जरी मेडिकल डिजिजहरूमा
हामीले पढ्नै पर्छ। त्यसबाहेक अनि अर्को कुरा चाहिँ हामीलाई स्पेसली यस्तो स्ट्रेसफुल लाइफमा चाहिँ दिस इज मेनली विदाउट जति अरू सब्जेक्टमा हुन्छ नि त्यति स्ट्रेस चाहिँ एकदमै कम हुन्छ र वर्क लाइफ ब्यालेन्स पनि हामीले गर्न सक्ने एकदमै क्षमता हुन्छ। किनभने यस हामी वी हेभ अन कल्स, तर अन कल पनि सर्जरी, मेडिसिन, गाइनी अरू सब्जेक्टमा जस्तो एकदम रिगरस अहिलेको अहिले गइहाल्नुपर्ने त्यस्तो एकदम अक्युट इमर्जेन्सी भने हुन्छ तर त्यति हुँदैन। सो द्याट वेमा सजिलो छ भनेपछि हाम्रो एकदमै स्ट्रेसफुल लाइफ चाहिँ हुँदैन अनि वी क्यान ब्यालेन्स। दोज आर इम्पोर्टेन्ट थिङ। त्यो मात्र होइन, आफूलाई रिसर्च गर्न मन लाग्छ पछि गएर भने रिसर्चको अपर्च्युनिटिज पनि यति धेरै छ। किनभने आई भनेको यस्तो सब्जेक्ट हो वर्ल्डमा सबभन्दा डेभलप्ड र नयाँ नयाँ जुन कुराहरू आउने सबै नै आईमा छ। सो इफ यु वान्ट टु डु रिसर्चमा जाने भयो भने आई इज द बेस्ट, द्याट इज वाट आई फिल है। अब डाक्टर साहबहरूको के कस्तो आइडिया छ? अब मैले यतिकै अब एकजना कोहीले भलन्टियर गर्नु चाहनुहुन्छ भने डु यु हेभ एनी आइडिया? जस्तो अब इफ आई पिक someone, I don't know whether I can pick Tesu, can I pick anyone here? स्योर म्याडम। है ल अब मैले एकजना ल रिया। हेलो रिया, can you hear me? Dr. Ria? Okay, she can't, हैन? Oh, hello. She's on. Hello, Dr. Ria. So if you are interested, that means you are going to be a very good ophthalmologist and you will make it. So that part, if you really enjoy it, and then you are going to make it very good, you know. हाम्रो यङ एक्जिक्युटिभ मेम्बर पनि हुनुहुन्छ, जोइन्ट सेक्रेटरी नै हुनुहुन्छ, हाम्रो डाक्टर रविन्द्र सिंह ठकुरीलाई फ्लोर दिन चाहे। Thank you, Tesudai. Good evening to all my seniors and welcome to हाम्रो फ्युचर अप्थाल्मोलोजिस्ट जो चाहिँ इन्ट्रेस्ट देखाउनु भएको छ। थ्याङ्क यू फर सोइङ द इन्ट्रेस्ट है। रेजिडेन्सीमा चाहिँ यु डोन्ट चुज सब्जेक्ट चुजेज यु है। सो मेजोरिटी हामी धेरैजना है आउट अफ 100 20-25जनाले आफ्नो फर्स्ट चोइस या आफूले चाहेको सब्जेक्टहरू पर्स्यु गर्नुहुन्छ भने अरू चाहिँ बाई चोइस अथवा बाई कम्प्रोमाइज हुन्छ होइन। तर त्यो चाहिँ हामीले चाहिँ के पोजिटिभली सोच्नुपर्छ भने सब्जेक्टले नै हामीलाई चुज गरेको है, सब्जेक्टले नै हामीलाई चुज गरेको। सो यदि हजुरहरूले अब बाई डिफल्ट हुन्छ कि बाई इन्ट्रेस्ट हुन्छ कि कसरी हुन्छ, यदि अप्थाल्मोलोजी पाउनु भयो भने चाहिँ एकदम निराश नहुनु। इट्स अ भेरी एकदमै भास्ट अपर्च्युनिटी भएको सब्जेक्ट हो यो है। अघि डाक्टर एलीले हाम्रो गुरुले भन्नुभएको जस्तै यो चाहिँ वान अफ द सबभन्दा रिसेन्ट एडभान्सेसमा एकदमै अगाडि भएको यो सब्जेक्ट हो। सबभन्दा रिसेन्ट एडभान्सेसहरू अहिले अप्थाल्मोलोजीमै आएको छ, बिट इक्विपमेन्ट, इन्स्ट्रुमेन्ट, एआई रिलेटेड थिङ्स होइन, अथवा अरू न्युयर ड्रग मेडिसिन्सहरू होइन। अनि अब वाइ अप्थाल्मोलोजी चाहिँ यो चाहिँ अघि म्यामले भन्नुभयो जस्तै सर्जिकल एन्ड मेडिकल दुइटै मिक्स्ड हो। तपाईँ फुल्ली मेडिकल मात्रै गर्नुहुन्छ भने नि इट्स ओके, फुल्ली सर्जरी मात्रै पार्ट हेर्नुहुन्छ भने पनि इट्स ओके होइन। अनि बोथ हेर्नुहुन्छ भने त झनै ओके, बिकज अप्थाल्मोलोजीमा चाहिँ सर्जरी र मेडिसिन चाहिँ साइड बाई साइड जान्छ। अब मेडिसिन सर्जरी पनि तपाईँको एउटा सिम्पल आइलिड सर्जरीदेखि लिएर एकदमै ठुलो मेजर अप्टिक नर्भ फेनेस्ट्रेसन सर्जरीदेखि लिएर रिफ्र्याक्टिभ सर्जरीदेखि लिएर एकदमै मेजर सर्जरीहरू गर्न पाउनुहुन्छ। अनि मेडिसिनमा पनि तपाईँको इट्स जस्ट लाइक आइज मात्रै होइन, सिस्टमसँग रिलेटेड तपाईँको रिमेटोलोजी वर्कअप तपाईँले आफैले गर्न पाउनुहुन्छ, डिएमएआरडीहरू चलाउन पाउनुहुन्छ। यसमा एकदम भास्ट छ कि अपर्च्युनिटी छ कि यो फिल्डमा चाहिँ होइन। जस्तै अब हामीले ड्राई आई मात्रै भन्छौँ होइन, बट 20 to 30% अफ केसेस अफ ड्राई आई आर ड्यु टु सिस्टमिक कजेस है। जसमा चाहिँ तपाईँको जोर्गेन सिन्ड्रोम, रिमेटोइड आर्थराइटिस धेरै कुरा पर्छ। सो तपाईँहरू चाहिँ त्यताबाट नि जान सक्नुहुन्छ है। सो इफ अप्थाल्मोलोजी चुज गर्नुभयो भने चाहिँ यु वोन्ट मिस मेडिसिन पार्ट अथवा सर्जरी, त्यो प्योर सर्जरीको पार्ट त्यसरी है। अब अर्को एकदमै कुल थिङ एबाउट सर्जरी अप्थाल्मोलोजी भनेको चाहिँ
यु क्यान गेट टु डिल विथ एकदम कुल अप्थाल्मिक इन्स्ट्रुमेन्टहरू। तपाईँ रेजिडेन्सी जोइन हुने बित्तिकै डाइरेक्ट अप्थाल्मोस्कोप, इन्डाइरेक्ट अप्थाल्मोस्कोप, 90 डिग्री 90 डायोप्टर लेन्स, 20 डायोप्टर लेन्स, होइन, तपाईँले धेरै नयाँ नयाँ कुल ग्याजेट्सहरू गर्न सक्नुहुन्छ। अनि अबको फ्युचर एआई पनि सबैभन्दा हामीलाई अब न्युजमा आएको चाहिँ अप्थाल्मोलोजी विल बी वान अफ द मोस्ट एफेक्टेड सब्जेक्ट भन्छ, होइन, बट वाट आई से इज अप्थाल्मो विल बी सबभन्दा बेनिफिटेड यो एआईसँग रिलेटेड, होइन, जुन हामीले गर्न नसकेकोहरू एआईले चाहिँ हामीलाई हेल्प गर्न सक्छ, होइन। सो यो एस्पेक्टमा नि अप्थाल्मोलोजी इज रियली कुल सब्जेक्ट है। अनि अर्को कुरो भनेको चाहिँ यसमा तपाईँ फर्दर आफ्टर एमडी, होइन, तपाईँ फर्दर अरू सब स्पेसिलिटी बिट रेटिना, ग्लोकोमा, कर्निया, तपाईँ चाहिँ त्यसमा जान सक्नुहुन्छ। सो फर्दर जसलाई ट्रेनिङको जो चाहिँ अझै फर्दर ट्रेनिङ गर्न चाहनुहुन्छ मास्टर्स पछि, सो त्यसमा नि एकदम अपर्च्युनिटी छ, होइन। अनि अर्को कुरो भनेको चाहिँ सो वेन यु जोइन, होइन, हजुरहरूले चाहिँ हजुर आफ्नो कलिगसँग जिरोबाटै एकैचोटि लेभल हेरी स्टार्ट गर्नुहुन्छ। जस्तै फर इक्जाम्पल इफ मैले सर्जरी, जेनरल सर्जरी पढाए भए आई वाज रियली ब्याड, होइन, त्यही ठाउँमा मेरो साथीहरूले एकदमै अगाडि धेरै अगाडिबाट स्टार्ट गर्थ्यो भने म पछि पर्थेँ होला, होइन। तर वेन यु जोइन अप्थाल्मोलोजी, होइन, हजुरहरू चाहिँ एकदम लेभल हेरेर एकदम सबैजना एउटै लेभलबाट स्टार्ट गर्नुहुन्छ र तपाईँको जुन गन्तव्यमा पुग्ने त अब तपाईँहरूले कति मेहनत गर्नुहुन्छ आफ्नो 3 इयर रेजिडेन्सी र पोस्ट रेजिडेन्सी, त्यसमा एकदमै भर पर्छ है। सो जिरोबाट स्टार्ट गर्दा नि एकदमै रमाइलो हुन्छ कि के हो भनेर, होइन। अनि त्यसपछि यसमा चाहिँ तपाईँको के अरे पोस्ट तपाईँको रेजिडेन्सी जस्तै अब हजुरहरूले पोस्टहरू देखिराख्नु होला, साइकेट्रिकको पेसेन्टहरू मेडिसिनले हेरिदिने, होइन, यसको पेसेन्ट उसले हेरिदिने। हाम्रो अप्थाल्मोलोजीको केस चाहिँ हामीले नै हेर्छौँ, होइन। सो देयर इज नो डिस्ट्रिब्युसन अफ पेसेन्ट। अप्थाल्मोलोजीको केस चाहिँ अप्थाल्मोलोजीले नै हेर्छ हो। अब यसमा अप्टोमेट्रिस्ट ओएहरूको पनि अलिअलि भूमिका छ, होइन, तर अहिले चाहिँ हामी लेट्स टक अबाउट डक्टर सन्धि, होइन। सो हाम्रो पेसेन्ट चाहिँ हामीसँगै रहन्छ, होइन। अनि अर्को चाहिँ जसलाई चाहिँ अब एकदम सर्जिकल सब्जेक्ट पनि चाहिएको छ, तर धेरै त्यो तपाईँको अरू मेजर सर्जरीहरू जेनरल सर्जरीमा जान चाहनुहुन्न भने त हाम्रो आँखामा चाहिँ मैले मेन्सन गरे जस्तै एउटा क्याट्राक्ट सर्जरीदेखि लिएर एउटा सिम्पल आइलिड सर्जरीदेखि लिएर एकदम मेजर सर्जरीमा जान सक्नुहुन्छ है। हाम्रो अप्थाल्मोलोजीमा क्याट्राक्ट सर्जरी चाहिँ सबैभन्दा मोस्ट सेटिस्फाइङ सर्जरी हो। नट ओन्ली इन अप्थाल्मोलोजी, आई थिङ्क कुनै पनि फिल्ड सर्जिकल सब्जेक्टमा तपाईँले एउटा पिएलपिआर यानि कि भिजनै नभएको आईलाई सर्जरी गरेर भोलिपल्ट नै 6669 भिजनतिर चाहिँ उसको वर्ल्ड चाहिँ उसको लाइफ चाहिँ एकदमै अपसाइड डाउनले चेन्ज गर्न सक्नुहुन्छ, होइन। सो द्याट इज द सबभन्दा मोस्ट सेटिस्फाइङ एन्ड मोस्ट रिवार्डिङ सर्जरी हो, होइन। अब तपाईँको अरू जेनरल सर्जरीहरूमा त इट विल टेक टाइम, पोस्ट अपरेटिभ हिलदेखि लिएर धेरै कुरा हुन्छ भने अप्थाल्मोलोजीमा त इट गिभ्स एकदमै इमिडिएटली यसको एकदमै आउटकम, यसको रिजल्टहरू एकदम राम्रो हुन्छ, होइन। अनि अब म चाहिँ अब डक्टर एलीको स्टुडेन्ट, होइन। सो म र म्याम चाहिँ एउटै कुराले सोध्छु, एउटै थिङ्किङ छ कि वी सुड ह्याभ आवर वर्क लाइफ ब्यालेन्स, आवर फ्यामिली लाइफ, आवर फ्रेन्ड्स लाइफ, सबै ब्यालेन्स गर्नुपर्छ अहिलेको यो लाइफमा, होइन, जहाँ चाहिँ हामी एकदम भागदौडको जिन्दगीमा चाहिँ हाम्रो यो फ्यामिली लाइफ एकदमै र वर्क लाइफ ब्यालेन्स एकदमै गर्न के अरे ब्यालेन्स गर्न जरुरी देखिन्छ। त्यसमा चाहिँ अप्थाल्मोलोजी इज वान अफ द बेस्ट सब्जेक्ट्स है। हो, रेजिडेन्सीमा हेक्टिक हुन्छ, तपाईँको थेसिस भन्यो, नाइट ड्युटी भन्यो। अब अप्थाल्मोलोजी नाइट ड्युटी हुनुहुन्छ भन्नु होला, एकदमै हुन्छ है। हामी पनि राति 12-1-2 बजे उठेर बिरामी हेर्न पर्छ है। अनि तपाईँको यसमा चाहिँ तपाईँले आफ्नो अरू कुनै पनि हबिज, ट्यालेन्ट, होइन, जे गर्न मन लाग्छ तपाईँले चाहिँ यो फिल्डमा चाहिँ प्रशस्त पाउनुहुन्छ, होइन। अब आई लाइक प्लेइङ फुटबल भन्छ, मैले आफ्नो लागि एकदमै टाइम निकाल्न सक्छु। त्यस्तै मेरो साथीहरू छन्, कसैलाई केमा इन्ट्रेस्ट छ, कसैलाई केमा इन्ट्रेस्ट, सबैले यो फिल्डमा चाहिँ हजुरको वर्क लाइफ ब्यालेन्स चाहिँ एकदमै राम्रो, एकदम राम्रो छ। अब अर्को कुरो भनेको चाहिँ यो फिल्डमा चाहिँ अहिले चाहिँ वान अफ द सबभन्दा बढी हाइएस्ट डिमान्ड भएको सब्जेक्ट देखिएको छ है। लास्ट 2 इयर्समा मात्रै, लास्ट 1 इयरकै कुरा गरौँ, लास्ट 1 इयरमा नि अहिले पनि अराउन्ड 30 to 40 अप्थाल्मोलोजिस्टको चाहिँ कमी छ नेपालमा है। अब त्यो भनेको एकदमै भास्ट नम्बर हो र यो नम्बर चाहिँ फ्युचरमा इन्क्रिज नै हुन्छ, होइन। एउटा पोइन्टमा गएर सेचुरेट होला, बट अहिले चाहिँ एकदमै डिमान्डमा छ है। अनि अर्को कुरो स्पेसली केयुमा हजुरहरू पढ्नुहुन्छ भने चाहिँ
प्राइभेट हस्पिटल एनजिओ आइएनजिओहरूले चाहिँ पहिल्यैदेखि इभन आजकल पनि तपाईँलाई पहिल्यैदेखि नै बोन्ड गराइदिनुहुन्छ। तपाईँहरूको रेजिडेन्सी प्रोग्रामको जुन 20-25 लाख कति खर्च हुन्छ उहाँले पे गरिदिनुहुन्छ। इभन मन्थली पनि तपाईँलाई दिनुहुन्छ उहाँले। कति इन्स्टिट्युटले त्यस्तो गरिरहेको छ सो द्याट तपाईँहरू चाहिँ त्यो इन्स्टिट्युटमा भोलिका दिनमा कमिटेड होस् भनेर है। सो द्याट इज अल्सो गुड थिङ कि रेजिडेन्सी सकिने बित्तिकै सकेको भोलिपल्टदेखि नै तपाईँहरूको जब चाहिँ फिक्स टाइपको देखिन्छ है। सो यो एकदमै। अनि अर्को कुरो भनेको चाहिँ अप्थाल्मोलोजी चाहिँ अहिले चाहिँ नेपाल गभर्मेन्टको हातमा नभए पनि एनजिओ र आइएनजिओले गर्दा लास्ट 20-30 इयर्समा चाहिँ वान अफ द एकदमै आफ्नै बलबुतामा हामीले चाहिँ रिभर्स मेडिकल टुरिज्म गरिरहेको छौँ। वाट इज रिभर्स मेडिकल टुरिज्म भन्दा चाहिँ इन्डियाबाट चाहिँ धेरैजना पेसेन्टले चाहिँ यता सर्जरी गर्न आउने, ट्रिटमेन्ट गर्न आउने होइन। यसले गर्दा चाहिँ देशलाई चाहिँ इकोनोमिकली चाहिँ धेरै बलियो बनाइरहेको छ कि। सो द्याट इज रिभर्स मेडिकल टुरिज्म। यो चाहिँ हाम्रो एनजिओ आइएनजिओहरूको पहिलेदेखिको मेहनत छ होइन। प्लस विगत 5 वर्षदेखि चाहिँ प्राइभेट आई इन्स्टिट्युटको नि एकदमै एकदमै बुम भएको छ है। तपाईँको यु वोन्ट बिलिभ अहिले 40 to 50% अफ अप्थाल्मोलोजिस्ट आर इन्भल्भ इन प्राइभेट प्र्याक्टिस इन्क्लुडिङ मेडिकल कलेजेस र देयर ओन प्राइभेट प्र्याक्टिस है। सो फ्युचर इज भेरी ब्राइट है। अप्थाल्मोलोजीमा चाहिँ हजुरहरूलाई चाहिँ सेकेन्ड थट पनि छ भने चाहिँ लाइक गरम कि नगरम भन्नु भने चाहिँ म चाहिँ गरम नै भन्छु है। तर अब यो त सबै ब्राइट पोइन्ट भयो। अब के छ त अब ब्याड चाहिँ सबै कुरा त एकदमै यस्तो ब्राइट त हुँदैन होइन। द ग्रास इज नट अलवेज ग्रिनर अदर साइड। अब के को छ भन्दा चाहिँ अब हाम्रो अप्थाल्मोलोजीमा चाहिँ वान अफ द एकदमै एउटा ड्रब्याक भनेको चाहिँ अहिले पनि धेरै ठाउँमा चाहिँ क्याट्र्याक्ट अप्थाल्मोलोजी इज क्याट्र्याक्ट इज अप्थाल्मोलोजी होइन। तर दिस इज चेन्जिङ, सिनारियो इज चेन्जिङ। तपाईँहरू धेरै कुरा गर्न सक्छ किनभने क्याट्र्याक्ट भनेको लिडिङ कज अफ प्रिभेन्टेबल ब्लाइन्डनेस हो। तपाईँको नम्बर पनि धेरै, इन्सिडेन्स र प्रिभेलेन्स पनि धेरै छ होइन। सर्जरी पनि त्यसको सिक्ने एकदम स्टिप लर्निङ कर्भ छ, सेटिस्फाइङ पनि छ, रिवार्डिङ पनि छ होइन। सो अभियसली क्याट्र्याक्ट चाहिँ अप्थाल्मोलोजिस्टलाई चाहिँ ब्रेड एन्ड बटर नै हो होइन। तर पनि स्टिल धेरै ठाउँमा चाहिँ अन्ली क्याट्र्याक्ट मात्रै बुझिन्छ। इभन तपाईँहरूले पनि खालि क्याट्र्याक्ट मात्रै त हुन्छ भनेर सुन्नुहुन्छ होला होइन। तर चाहिँ अप्थाल्मोलोजी त्योभन्दा चाहिँ बढी छ। बढी भएको बावजुद पनि स्टिल अहिले चाहिँ क्याट्र्याक्ट र अप्थाल्मोलोजी अलिअलि सिनोनिमस जस्तै छ है। अनि अर्को कुरो चाहिँ एकदमै ब्याड पार्ट भनेको चाहिँ अहिले जस्तै एनजिओ आइएनजिओले राम्रो गरे भने पनि अहिले चाहिँ के छ भने काइन्ड अफ एकदमै एउटा मोनोपोली नभनौँ, यो गभर्मेन्टले चाहिँ आफ्नो अप्थाल्मोलोजी सेक्टरमा चाहिँ केही गर्न सकिरहेको छैन। गरिरहेछ बट जसरी गर्न पनि गर्न सकिरहेको छैन। सो यसले गर्दा चाहिँ के अरे गभर्मेन्ट भ्याकेन्सी छैन। देयर आर म्याक्सिमम 5 or 6 अप्थाल्मोलोजिस्ट इन गभर्मेन्ट होइन। तर यो पनि इन्क्रिज हुँदैछ होइन। वी आर ट्राइङ, आवर सोसाइटी इज ट्राइङ, एभ्री वान इज ट्राइङ फ्रम देयर साइड होइन। भोलिका दिनमा यो इन्क्रिज हुन्छ डेफिनेटली होइन। अनि यदि तपाईँहरू लोकसेवा हुनुहुन्छ, अप्थाल्मोलोजी चुज गर्न चाहनुहुन्छ भने प्लिज गो फर अप्थाल्मोलोजी। किनभने तपाईँहरू चाहिँ चाँचाडै बढुवाहरू हुने सक्ने सम्भावना छ है यसमा। तपाईँहरूको 9th लेभल, 10th लेभल, 11th लेभल एकदमै चाँडै हुन्छ है। अनि अर्को भनेको चाहिँ हामी यति धेरै डायग्नोसिस छ, यति धेरै डायग्नोसिस छ होइन, यति धेरै डायग्नोसिस छ बट वी हेभ भेरी फ्यु ड्रग्स टु प्ले विथ होइन। अनि वी हेभ भेरी फ्यु ट्रिटमेन्ट टु डु के। तपाईँको अब रेटिना मात्रै यति धेरै डायग्नोसिस छ होइन। बट तपाईँ जस्ट ट्रिटमेन्ट चाहिँ अलमोस्ट निल जस्तै छ कि कति केसेसहरूमा होइन। सो त्यो पार्टले चाहिँ अलिकति नन रिवार्डिङ नै छ है अप्थाल्मोलोजी। सो द्याट इज मैले त्यो कुरालाई अलिकति नेगेटिभै राखेँ है। अनि अर्को भनेको चाहिँ अप्थाल्मोलोजी चाहिँ हजुरहरूले मैले अहिले भने जस्तै जिरोबाट स्टार्ट गर्नुपर्छ होइन। सो यो अप्थाल्मोलोजी चाहिँ क्लिनिकल पार्ट प्लस सर्जिकल पार्टको एकदमै लर्निङ कर्भ चाहिँ एकदमै स्टिप छ होइन। यो माइक्रो सर्जरी भएको भएर एकदमै टाइम लाग्छ। यु डिल विथ 10 हो 8 हो एकदमै भन्दा नि थिन सुचरहरूसँग डिल गर्नुपर्छ। सो एकदमै यसको लर्निङ कर्भ चाहिँ स्टिप भएको भएर चाहिँ सम माइट फाइन्ड इट एकदमै डिफिकल्टी। अनि यो चाहिँ माइक्रो सर्जरी भएको भएर चाहिँ हजुरहरूको स्टेबल ह्यान्डदेखि लिएर ह्यान्ड आई कोअर्डिनेसनदेखि लिएर धेरै कुरा हुनुपर्छ होइन। अनि जस्तै अब कसैलाई अब कोही एम्ब्लायोपिक हुनुहुन्छ, अब कसैको स्क्विन्टहरू छ अथवा धेरै कुराहरू आई प्रब्लम छ भने नि यसमा तपाईँ यु कान्ट गो इन्टु सर्जरी। एकदमै गाह्रो, कम्पेरिटिभली अलिकति गाह्रै पर्छ है। अनि भोलिका दिनमा तपाईँहरू गभर्मेन्टमै जान्छु अप्थाल्मोलोजी गरेर भन्यो भने मैले अहिले भने जस्तो हल्का तपाईँको प्रोबेबिलिटी पोसिबिलिटी भए पनि तर चान्सेस एकदमै कम छ होइन। तपाईँहरू यदि पहिलेदेखि
गभर्मेन्टमा हुनुहुन्छ भने गो फर अप्थाल्मोलोजी तर म अप्थाल्मोलोजी पढेपछि गभर्मेन्टमा छिर्छु भनेपछि चान्सेस अहिलेको कन्टेक्स्टमा अहिलेको सिनारियोमा अलि लेस नै छ होइन अब मेरो पर्सनली भन्नुपर्दा चाहिँ मलाई चाहिँ अप्थाल्मोलोजी चुज गरे जस्तो लाग्छ होइन अहिले म्यामले भने जस्तो कति 2015 नोभेम्बरदेखि रेजिडेन्सी जोइन गरेको आज 2025 भोलि जुन 1 हुन्छ not even a single day I have regretted होइन I am proud being ophthalmologist अनि I am really happy that मैले चाहिँ ophthalmology एज अ करियर पर्स्यु गरेँ होइन अनि मैले चाहिँ हजुरहरूलाई इन्करेजै गर्छु यु गो अहेड होइन जे होस् यु वन्ट रिग्रेट यदि तपाईँहरू एकदमै मनदेखि नै आउनुहुन्छ भने चाहिँ यु वन्ट रिग्रेट यति भन्दै आई वुड लाइक टु कन्क्लुड है अनि बेस्ट विसेस इफ यु वान्ट टु यु मस्ट गो अहेड है थ्याङ्क यू डक्टर रविन्द्र रविन्द्रले एकदम प्रोज र कन्स एकदम राम्रो हिसाबले डिस्क्राइब गरिदिनु भयो अब हाम्रो अर्को स्पिकर चाहिँ हाम्रो प्रोफेसर डाक्टर मिनु चौधरी म्याडम हुनुहुन्छ म्याडम हाम्रो इमिडिएट पास्ट प्रेसिडेन्ट हुनुहुन्छ नेपाल अप्थाल्मिक सोसाइटी उहाँ चाहिँ टिचिङ हस्पिटलमा प्रोफेसर हुनुहुन्छ अनि उहाँ चाहिँ कर्निया सब स्पेसलिटीको प्रेसिडेन्ट पनि हुनुहुन्छ म्याडम फ्लोर इज योर्स Thank you, Tejashu. I would really like to thank Tejashu that he has organized this type of webinar because I think I told Tejashu that this should have happened little earlier. You know, you last day, but still, I think people, you hamro PG aspirants, they can still decide. And I would also like to congratulate all of them. So I think why should you choose ophthalmology? Even I'm a parent of one of the PG aspirant. So I think whenever we want to choose any subject, what actually comes to our mind is why subject चाहिँ कस्तो खालको छ त्यसको पढाइको standard and quality कस्तो छ then next is how because whatever you are studying today is going to become your bread and butter for your income so how good or economically that subject is going to help you financially to sustain your life later on right so second चाहिँ त्यो भयो अर्को then third comes definitely passion what is your interest if you get a subject of your interest is good but you won't get your second choice third choice bhaya pani how are you going to be involved in that subject so third thing is your passion and I think fourth thing is like what Dr. Rabindra just said is what is your job opportunity I think these four things as a student or as a PG aspirant or even as a parent parents who where my son is there so what do you think that like कसरी यो चारवटा कुरालाई नि even the parent will say why are you choosing ophthalmology take something that is going to be more lucrative हैन so अब कसरी जाने त so the first question को answer भन्दाखेरि चाहिँ why what is the standard or quality of education of ophthalmology in Nepal so that is one of the best अब तपाईले सबै सब्जेक्ट तिर हेर्नु भयो भने it is in par with WHO standards if you see I am in a teaching hospital now there are so many other medical colleges also so that teaching hospital whenever the AIMS examiners come or even when PGI Chandigarh or BHU ko hamro examiners आयो भने उनीहरुले के भन्छ this is like mini AIMS so the standard or the quality of education of eye in Nepal is very good it is one of the most innovative branches and jati jasto अहिले भक्कर रविन्द्रले भन्नुभयो हैन even though the government has not developed it it has been developed by the NGO and INGOs so I don't think that should make a difference for you whether it is run by government whether it is NGO or NGO so the standard or the quality of education is very good now the second thing is how economically viable or lucrative long run मा त हामी त्यही सोच्छौ हैन now even CTVS if you see CTVS the students are not taking CTVS because they are not getting a job placement even though it is very lucrative so I as such if you see compared to other branches of surgery or something it may not look very but if you see if you take ophthalmology as a subject whether you go to
medical college, whether you go to the NNJS hospitals or any of these hospitals, तपाईँको basic salary whenever, as soon as you join, I think ophthalmology is the only branch where you are not without a job. You don't have to keep looking for a job. Somewhere you will get a job. Now, third thing is, what is your passion and dedication? When I chose ophthalmology, मेरो rank चाहिँ कस्तो थियो कि I had quite a higher rank, and I didn't want to take pediatrics. Gynae, because I had so many people in my house who had they were so busy for these subjects. So it was my father's passion that I should become an ophthalmologist. So I chose that. Initially, I thought that it was like difficult, but because of so many instruments and all, but then I realized, no, it is one of the best subjects, and I did justice, and I'm really passionate about my subject. So I think it is a very good subject, and I think it's a good subject because when you see all the other diseases, this much it is a window to all the other diseases. तपाईँको hypertension भयो, even in pediatrics, Kawasaki disease, diabetes, dermatological disorders. So you are actually telling the other specialists that, look, okay, even a cardiac surgeon or even a cardiologist, you are telling them that, look, you have this disease, and that is because as an eye specialist, you have diagnosed because of the ophthalmic manifestations. So I think that is, you should, भनौँ न, एउटा passion तपाईँले develop गर्नुभयो भने third लिने, even if it's not your first choice, second choice or whatever, तपाईँले एउटा passion develop भने definitely you will do better. And I think the fourth thing is whether you will get a job placement. I think eye is the only subject or ophthalmology where you have a very good job placement. And more, I am a teacher. And as a teacher in a medical school, I think all medical schools requires teachers. You don't only have to be a cataract surgeon. You can become a good teacher, and to have a very good work-life balance, you can always become an ophthalmological teacher with doing so types of surgeries, whatever specialization you take. So I think it is one of your best subjects or choices you can make. So you don't have to really worry about it. Thank you. थ्याङ्क यू म्याम, कस्तो राम्रो भनिदिनु भयो म्यामले। अब म्यामले एकदम राइटली नै भन्नुभयो, जबको बारेमा पनि भयो, जुन जब कि अरू धेरैवटा फिल्डमा चाहिँ जब खोजिराख्नुपर्छ, यहाँ त जब धेरै जस्तो ठाउँमा चाहिँ तपाईँलाई नै रेसिडेन्सी, अघि रविन्द्रले भने जस्तो रेसिडेन्सी गर्दाखेरि पनि धेरै अफर्सहरू आउँछ होइन, यो माइन्डमा चाहिँ राख्नुपर्ने कुरा हो। र अब म चाहिँ फ्लोर चाहिँ हाम्रो आजको यङ्गेस्ट स्पिकर, हाम्रो जो रेजिडेन्ट गरिराख्नु भएको छ, डाक्टर बुद्धिमान तामाङलाई फ्लोर दिँदैछु। अब डाक्टर बुद्धि चाहिँ अहिले नेपाल आई हस्पिटलमा चाहिँ सेकेन्ड इयरमा रेजिडेन्सी गरिराख्नु भएको छ। डाक्टर बुद्धि, चोइस इन द ओल्ड सिनारियो होइन, अप्थल्मोलोजी इज द टप मोस्ट सिनारियो भए तापनि नेपालमा चाहिँ एज अ करियर काउन्सिलिङ, एज अ म्याचिङको बेलामा चाहिँ वाइ पिजी एस्पिरेन्ट्स आर रिलक्टेन्ट, अहिलेको अवस्थामा चाहिँ अलि हेर्दाखेरि रिलक्टेन्ट, किनकि अब आई हेभ गन थ्रु द्याट प्रोसेस होइन। त्यो म भएको बेलामा पनि अब म्याक्सिमम मान्छेहरू कन्फ्युजन हुन्छन् किन होला त भन्ने कुरो चाहिँ मैले औल्याउन खोज्दाखेरि चाहिँ, अब फर्स्ट अफ अल मेडिकल स्कुलमा चाहिँ हामीले इनफ एक्सपोजर टु द फिल्ड त्यो चाहिँ एक्सप्लोर गर्न पाएकै हुँदैनौँ, किनकि नेपालको कन्टेक्समा चाहिँ अप्थाल्मिक केयरको लागि चाहिँ डेडिकेटेड हस्पिटलहरू छन्, जुन मेडिकल कलेजहरूमा छन्, त्यसमा चाहिँ हामी लिमिटेड प्रोसिडरहरू चाहिँ एउटा साइफाई मुभीमा जस्तो एकदम टेक स्याबी सर्जरीहरू अहिले रेजिडेन्सीमा देख्न पायौँ। त्यो कुरा चाहिँ हामीले अब लिमिटेड प्रोसिडर देख्यौँ अथवा देखेनौँ होइन। त्यो भएपछि चाहिँ हामीले त्यो फिल्डको लागि नै हामीले चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यो फिल्डप्रति नै हामीले चाहिँ त्यस्तै खालको हाम्रो कन्सेप्ट क्रिएट गर्दै जाने हुँदो रहेछ कि। अब किनकि अब हामीले जुन सर्जरी देखिरहेको हुन्छौँ, त्यस्तै खालको कन्सल्टेन्टहरू भेटिरहेको हुन्छौँ, त्यो फिल्डप्रति नै हाम्रो धारणा बन्दै जाने रहेछ। मैले देखेको कुरा चाहिँ त्यो। अर्को कुरा भनेको अर्को चाहिँ अनि जुन हामीले यो अप्थल्मोलोजिक फिल्डमा चाहिँ यो अरू फिल्डमा जस्तै मेडिकल अफिसरहरू हायर गरिन्छ, त्यसमा चाहिँ निल बराबर। अब हामी कसरी डिट्याच भयौँ भन्दाखेरि हामी मेडिकल स्कुल पढ्यौँ, मेडिकल स्कुलमा फोर्थ इयरमा एउटा सर्टेन एक्सपोजर गऱ्यौँ, त्यसपछि हामीले इन्टर्नसिपमा त्यति साह्रो एक्सपोजर भएन। तर मेडिकल स्कुलमा त्यही पनि राम्रोसँग त्यो जुन मैले भने नेपालको कन्टेक्समा चाहिँ आई केयरको लागि डेडिकेटेड ठाउँ होइन, त्यो चाहिँ हिसाबले त्यो मेडिकल स्कुल हो। मेडिकल स्कुलमा चाहिँ राम्रोसँग
त्यो हामीले प्रोसिडरहरू देख्न पाएको हुँदैनौँ, त्यो फिल्डसँग हामीले भिज्दै पाउँदैनौँ। प्लस मेडिकल अफिसर हुने बेलामा पनि हामीले चाहिँ यो फिल्डमा झन् डिट्याच हुँदै जान्छौँ, किन भन्दाखेरि यो फिल्डमा विभिन्न कन्फरेन्सहरू भएर आउँछन्, कन्सल्टेन्टहरूसँगको बातचित भएर आउँछन् अरू फिल्डमा, तर यो फिल्डमा चाहिँ हाम्रो मेडिकल अफिसर हायर नगरेको हुनाले यो फिल्डको बारेमा कुनै थाहा पनि हुँदैन। किनकि अब अघि नै भनिहाल्नुभयो, दिस फिल्ड इज लाइक फर टेक स्याभी क्या, टेक्नोलोजीले टेक्नोक्राट्सहरूको लागि चाहिँ अघि नै भन्नुभयो सर्जिकल मेडिकल एज वेल एज इट ब्लेन्ड्स विथ द आर्ट होइन, जसको चाहिँ आर्ट पनि छ र मेडिकल सर्जिकल ब्याकग्राउन्ड छ भने दिस फिल्ड इज फ्यान्टास्टिक फर दोज हु वान्ट टु पर्स्यु होइन। अनि जुन फिल्डमा चाहिँ अब यो अप्थाल्मिक कन्फरेन्सहरूमा पनि हामी डिट्याच हुँदै जान्छौँ अनि मेडिकल अफिसरहरू पनि हायर गर्दैनौँ। प्लस अब यो फिल्डमा भएको बिग सर्ट्सहरू जस्तै हुन्छ नि, बिग बोसहरू हुन्छन् जुनै पनि फिल्डमा, उसको बारेमा अलि गसिपहरू पनि सुन्दैनौँ क्या। अब फलानु यस्तो रे उस्तो रे भन्ने कुरा अब अरू फिल्डमा चाहिँ सुनिरहन्छ फलानुको एभ्रिथिङ, त्यो बाट चाहिँ हाम्रो फिल्डकोसँग धारणा बन्दै जान्छ। त्यही भएर चाहिँ हाम्रो यो फिल्डमा डिट्याच हुँदै गएको कारणले अहिलेको कन्टेक्स्टमा चाहिँ यो के भन्छ म्याचिङको बेलामा अलिकति हामीलाई कस्तो खालको हो भनेर अलिकति हुन्छ नि, हाम्रो थाहा नभएको कुरालाई अलिकति हामीलाई पक्कै पनि हामीलाई अलिकति गाह्रै हुन्छ। त्यही भएर यस्तो वेबिनारहरू चाहिँ इम्पोर्टेन्ट भएको हुनाले अब हाम्रो नेपाल अप्थाल्मिक सोसाइटीको इनिसिएटिभमा गर्नुभएको छ, ग्रेट इनिसिएटिभ होइन। अनि त्यस्तै गरी अर्को कुरा चाहिँ अलिकति रिलक्टेन्ट देखेको चाहिँ अब यो चाहिँ हामी म लगायत मेरो साथीहरू जो गए त्यसको त त्यो माइक्रोस्कोपिक एनाटोमी नै माइक्रोस्कोपिक छ भने माइक्रोस्कोपिक एनाटोमीमा त्यसमा माइक्रो सर्जिकल गर्दाखेरि चाहिँ अलिकति कम्प्लेक्स होला होइन, यसको लर्निङ कप स्टिप होला भन्ने मान्छे अलिकति सुरुमा अलि डराउने अथवा हुन्छ नि। अब माइक्रोस्कोपिक एनाटोमी नै राम्रोसँग मैले बुझेको छैन अन्डर ग्रेड्समा भने मैले सर्जरी कसरी गर्छ होला भने अलिकति मान्छेलाई डर हुनु चाहिँ स्वाभाविक हो, तर यो गरेपछि सकिने कुरा रहेछ, त्यो कुरा मैले फिल गरेँ। अनि वाट नेक्स्ट हामीले चाहिँ के अरे आफ्नो प्राइभेट सेटअप गर्नलाई चाहिँ एकदम एक्सपेन्सिभ छ भन्ने कुरा चाहिँ एउटा सुनियो, त्यो कुरा ट्रु हो। अप्थाल्मिक एउटा माइक्रो सर्जिकल गर्ने मान्छेले एकदम हाइली एक्सपिरियन्स माइक्रो सर्जिकल गर्ने मान्छेलाई चाहिन्छ, उसलाई एकदम एक्सपेन्सिभ ओल्ड स्ट्यान्डर्ड इक्विपमेन्ट चाहिन्छ। तर त्यो भन्दैमा अरू फिल्डमा त्यो ऊ छ त, ल बिट एनेस्थोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी होइन, अर्थो वाटेभर, त्यो सबैमा अब एनएसजी पढेमा आफूले भेन्टिलेटर त किनेर आफै आइसियु त खडा गर्दैन होइन। अब एमआरआई सिटी स्क्यान त किन्दैन रेडियोलोजिस्टले। इट मिन्स लाइक यु हेभ टु डिपेन्ड अन समहाउ, त्यो उसमा चाहिँ डिपेन्ड हुनैपर्छ, किनकि अब फिल्ड नै रहेछ। मेडिकल फिल्डमा चाहिँ लाइक हामी चाहिँ एज अ इम्प्लोइको रूपमा काम गर्छौँ होइन, म्याक्सिमम् हामीले एज अ एन्टरप्रेन्योरसिपको लागि भनेर हाम्रो बिजनेस क्लास भनेर छुट्टै हाम्रो रेजिडेन्सी प्रोग्राममा छैन अहिलेको, त्यो हुनुपर्छ जस्तो लाग्छ है मलाई। त्यसको लागि नै अलिकति एडभोकेट गर्नुपर्छ, किनकि एज अ बिजनेस पोइन्ट अफ भ्यूमा पनि सोच्नको लागि हुनुपर्छ जस्तो लाग्छ। तर एउटा मैले भने त्यो के भन्न चाहन्छु भने अप्थाल्मिक के अरे प्राइभेट सेटअप गर्नलाई गाह्रो छ, तर अरू चाहिँ अछुतो चाहिँ छैन। त्यो भन्नुको मतलब देयर इज नो डिफरेन्स एट अल होइन। अब त्यो अरू सब्जेक्टमै ल भनौँ न, अब इन्डोकाइनोलोजिस्ट नै पढ्नुभयो होइन, अब कार्डियोलोजिस्टै बन्नुभयो भन्यो भने तपाईँलाई अब क्याथ ल्याबहरू चाहियो होइन, त्योहरू भनेको जस्तै अप्थाल्मोमा पनि त्यस्तो छ होइन। अब यो भनिरहँदाखेरि चाहिँ अब यो चाहिँ अब रिलक्टेन्ट हुनुको कारणहरू देखेँ होइन। अब यसमा चाहिँ म के क्ल्यारिफाई गर्न चाहन्छु भन्दाखेरि मैले अब बिचमा यो रिलक्टेन्ट हुनुको कारणहरू पनि गरेँ। अब यो चाहिँ वाइ इट क्यान बी वान अफ द फेसिनेटिङ फिल्ड इन नेपाल होइन। अब वर्ल्डमा चाहिँ टप मोस्टमै छन् होइन, नेपालमा चाहिँ किन भइरहेको रहेछ त भने मैले अब हाम्रो तेजु सरले चाहिँ यु आर द वान अफ द स्पिकर होइन भनेर भन्नु, मैले के अरे सर्च गर्दाखेरि चाहिँ अब नेपालमा चाहिँ रिलक्टेन्ट हुनुको कारण रिलक्टेन्ट नै छ म्याक्सिमम्। मैले यसो हेर्दाखेरि ग्राउन्ड रियालिटीमा चाहिँ होइन, किनकि अब हामीले सबैले के अरे त्यसरी हुनुको कारण चाहिँ यो माथिको कारणहरू देखिए होइन। अब त्यसको लागि चाहिँ हामीले के वर्कआउट गर्नु पर्ने हुन्छ देखियो, किनकि अब वी निड क्रिम ब्रेन होइन। हाम्रो फिल्डमा चाहिँ एकदम इनोभेटिभ ब्रेनहरू चाहिरहेको छ होइन। यस्तोहरू चाहिँ अलि हाम्रो मेडिकल फिल्डबाट चाहिँ हुन्छ नि इन्टर्नसिपदेखि नै डिट्याच गराउनु चाहिँ नहुने हो कि जस्तो मलाई फिल भइरहेको छ है त। अनि यो कुरा चाहिँ मैले कसरी अब यो करियर चाहिँ अप्थाल्मोलोजी चाहिँ एज अ करियर एकदम बेस्ट छ भनेर म किन भन्छु भनेदेखि म अहिले चाहिँ आफ्नो करियर बनाउनको लागि एउटा पर्स्यु गर्दैछु, रेजिडेन्सी गर्दैछु होइन। यो चाहिँ मैले रेजिडेन्सी आएर बल्ल थाहा पाएँ। अब मैले पनि हाम्रो अग्रज दाजु हुनुहुन्छ यहीँ तेजु दाजु, उहाँसँग मैले कति कुरा गरेँ होइन यो फिल्डमा
गर्नलाई चाहिँ उहाँले पनि यसै गरी फेसबुकमा राख्नु भएको थियो। मैले अनि म पनि कन्फ्युजन थिएँ। अहिलेको हाम्रो डाक्टर साहबहरू पनि सेम हुनुहुन्छ, मलाई थाहा छ यो हुन्छ नै होइन। अब यो चाहिँ यो फिल्ड चाहिँ एकदम फेसिनेटिङ छ भन्दाखेरि किन भन्छ यो चाहिँ एकदम यो फिल्ड चाहिँ कस्तो हुन्छ सिधै इन्ड अर्गनमा सुपर स्पेसलाइजेसन जस्तो छ क्या। किनकि अब आफ्टर अल बिइङ अ डक्टर होइन, आफ्टर अल एभ्रिबडी विल इन्ड अप इन वान अर्गन क्या म्याक्सिमम। अब बिएड एउटा मेडिसिन पढ्नुहोस्, सर्जरी पढ्नुहोस्, के जे पढ्नुहोस् न होइन। अब मेडिसिन पढ्नुभयो एउटा हर्टमा गएर अड्किनुहुन्छ, ठ्याक्क हर्टमा सक्यो नि त होइन। अब हर्टलाई 2 जना डक्टरले डिल गरिरहनु भएको छ होइन, कार्डियो सर्जन एज वेल एज कार्डियोलोजिस्ट होइन। हाम्रो आँखामा चाहिँ कस्तो छ भने इट्स लाइक सुपर स्पेसलाइजेसन जस्तो ठ्याक्क लगाएर सिधै इन्ड अर्गन भयो। अनि त्यसपछि अर्को भनेको चाहिँ के छ भन्दाखेरि यसमा यो अर्गनमा चाहिँ 2टा मेडिकल सब स्पेसिलिटीहरूले चाहिँ डिल गर्नुपर्ने कुरा चाहिँ हामी एउटा अप्थल्मोलोजिस्टले, अप्थल्मोलोजीको आफ्नो डिपार्टमेन्टहरू छन् होइन, 13वटा ब्रान्च छन् एकदम। त्यो पनि मैले बल्ल रेजिडेन्सी जोइन गरेर मात्र सबै थाहा पाएँ होइन। अब त्यो चाहिँ भनेको मतलब अप्थल्मोलोजी इट्सेल्फले नै आँखालाई चाहिँ डिल गरेर हुन्छ। अब अघि नै सरहरूले भन्नुभयो अरू फिल्डहरूबाट पनि छ, प्यारामेडिक्सहरूले पनि उहाँहरूले गर्नुहुन्छ उनीहरूको लेभलमा होइन। त्यो भन्दैमा वी डोन्ट ह्याभ टु बी वरी अबाउट द्याट थिङ होइन। किनकि हाम्रो आफ्नो डिग्री, आफ्नो बलबुतो, आफ्नो ट्यालेन्ट छ भने त्यसले चाहिँ बजारले आफैले खोज्दै आउँछ होइन। हुम टु यु डिलिङ भन्नेमा फरक पर्छ क्या होइन। अब त्यसपछि अब तपाईँले एज अ यो फिल्डमा चाहिँ इन्करेजमेन्ट छ यसो भन्न सोच्नुहुन्छ भने मेडिकल फिल्डबाट 0 टोलरेन्स, नो बडी डेयर टु टच आई होइन त, नो बडी। बट त्यसमा पनि अब यसमा आफ्नो 13वटा फिल्डहरू छन्। जस्तै अब कर्निया र एक्सटर्नल डिजिज भन्ने हुन्छन्, क्याटराक्ट एन्ड रिफ्र्याक्टिभ सर्जरी होइन। बिकज म पनि अब भर्खर रिफ्र्याक्टिभ सर्जरी भर्खर इट्स लाइक म्याजिक के। अब टक्क लेजर गरेर चस्मा फाल्थ्यो, यो म्याजिकै छ होइन। अब ग्लकोमा भनौँ, ग्लकोमा एउटा डिजिजको लागि नै स्पेसलाइजेसन भनेर मान्छेहरूले अब सोच्न सक्छन्, म आफै सोचेँ। अनि तर ग्लकोमा भनेको एउटा डिजिज मात्र होइन कि इट्स लाइक स्पेक्ट्रम फ्रम। सो टेक्निकल प्रब्लम पर्यो जस्तो छ बुद्धि भाइको। अब सिस्टमिक डिजिजसँग होइन, त्यस्तै अकुलर अन्कोलोजी, जेनेटिक्स एन्ड कम्युनिटी अप्थल्मोलोजी यस्तो फिल्डहरू चाहिँ 13वटा फिल्डहरू छन्। यो भन्दैमा अब यो अरे यसमा त धेरै फिल्डहरू रहेछन्, एमडी गर्दैमा नहुने रहेछ, फेलोसिप गर्नै पर्ने रहेछ, त्यो होइन। किनकि एटलिस्ट वी आर लाइक डिएम एमसिएचको चक्करबाट चाहिँ छुटकारा पाउँछौँ होइन। अनि हाम्रो उसमा चाहिँ नेपालमा सबभन्दा बढी फेलोसिप एकदम रेडिली एभाइलेबल हुने चाहिँ अप्थाल्मोलोजीमा हो। किनकि अब सरकारले नै, न्याम्सले नै होइन, विभिन्न इन्स्टिट्युसनहरूले एकदम फेलोसिपहरू दिइरहेको छन् होइन। फेलोसिप पनि 1 वर्षदेखि 2 वर्षसम्म छन् होइन। सर्जिकल रेटिना भनेको चाहिँ ठ्याक्क 2 वर्ष हो, अरू सब 1 वर्ष। त्यसपछि आफ्नो करियर सुरु गर्न सकिन्छ। अनि यसमा चाहिँ के छ भन्दाखेरि अब समराइज गर न है भन्दाखेरि एउटा लास्ट कुरा एउटा म भन्न चाहन्छु होइन। एकदम हाम्रो पिजी एस्पिरेन्टहरूको उसमा चाहिँ अब म पनि भर्खरको यङ अब पिजी एस्पिरेन्टबाट ठ्याक्क आएर भर्खर रेजिडेन्सी नै जोइन गरेको हुनाले अब उसमा हाम्रो यङ डक्टर्सहरूको मासमा चाहिँ एउटा के छ भने सिन्डिकेट भन्छ क्या। सिन्डिकेट इन द सेन्स लाइक हुन्छ नि, अब बिग बोसेस आर नट अलाउड टु पर्फर्म यताउति भनेर हुन्छ। तर अप्थल्मोलोजी चाहिँ गुड चोइस है। किनभने होइन, वान्स यु आर बिइङ अ पर्फेक्ट सर्जन होइन, इट टेक्स 1 or 2 years आफ्टर ग्रेजुएसन बिकज इट्स माइक्रो सर्जिकल होइन। त्यसपछि चाहिँ देयर इज नो सिन्डिकेट एट अल। त्यो चाहिँ एकदम बेस्ट पार्ट छ है त। प्राइभेट पब्लिक पार्टनरसिपमा चाहिँ एनजिओलाई दिएको हुनाले गभर्मेन्टले चाहिँ उसले चाहिँ ओनरसिप नलिएको भन्ने कुरा चाहिँ आएको छ। तर पनि अहिले इनिसिएटिभ लिएको छ होइन, रुडिमेन्ट्री अप्थल्मिक केयरको लागि। तर आफ्टर अल गभर्मेन्टको सेवा सुविधा भन्दा यता प्राइभेट सेक्टरमा चाहिँ धेरै फ्लोरिस भइरहेको छ। किनभने अहिले अघि नै भनिहाल्नुभयो, प्राइभेट सेक्टरमा चाहिँ भ्याकेन्ट भइरहेछ होइन। अरू ठाउँमा तपाईँ जब खोजेर जानुहुन्छ भने तपाईँलाई खोज्दै आउने फिल्ड चाहिँ नेपाल अप्थल्मिक यो अप्थल्मोलोजीको सोसाइटीमा चाहिँ छ। अप्थल्मिक फिल्डमा चाहिँ अहिलेको अवस्थामा अब यो भन्दैमा अलि बुद्धि कलेजहरू चुज गर्दाखेरि चाहिँ अब त्यो स्टेजसम्म पुर्याउनको लागि चाहिँ ट्रेन गराउन सक्ने सामर्थ्य छ कि छैन उक्त संस्थामा भन्ने कुरो चाहिँ चुज गर्नु होला। त्यही भन्न चाहन्छु म चाहिँ। धन्यवाद समय दिनुभएकोमा। अब बुद्धिले दुईटा कुरा इम्पोर्टेन्ट पोइन्ट भनेको चाहिँ अलिकति हामी चाहिँ
एमबिबिएस पढ्दाखेरि चाहिँ अप्थाल्मोलोजीलाई अलिकति माइनर सब्जेक्टमै हेरिन्छ र त्यति धेरै फोकस गर्दैन, एउटा कुरा त्यो भयो। र सेकेन्डरी चाहिँ अब युजली आई हस्पिटलहरू चाहिँ मेडिकल कलेजबाट अलिकति टाढा हुने र पेसेन्ट फ्लो चाहिँ युजली आई हस्पिटलमा हुने, मेडिकल हस्पिटलहरूमा अलिक कम हुने भएको हुनाले योले गर्दा अलिक डिट्याच भएको जस्तो फिलिङ्स पनि हो। र डेफिनेटली मेडिकल अफिसर जब चाहिँ एकदम कम पहिला पहिला चाहिँ थियो अप्थाल्मोलोजीमा, तर अहिले चाहिँ एकदम कम छ। त्यसले गर्दाखेरि अलिक डिट्याच भएको र कन्फरेन्स वेबिनारहरू सिएमईहरूमा इङ्गेजमेन्ट नभएको हुनाले त्यसले गर्दाखेरि अलिकति डिट्याच भएको फिलिङ्स छ। अब हामीसँग हाम्रो लास्ट स्पिकर हुनुहुन्छ एसोसिएट प्रोफेसर डाक्टर रञ्जना शर्मा म्याम। उहाँ चाहिँ पाटन हस्पिटल पाटन एकाडेमिक हस्पिटलमा हुनुहुन्छ। म्याडम चाहिँ हाम्रो नेपाल अप्थाल्मिक सोसाइटीको भाइस प्रेसिडेन्ट पनि हुनुहुन्छ। त्यसले गर्दाखेरि मैले चाहिँ उहाँलाई अलिकति अर्को एउटा अहिलेसम्म जतिवटा स्पिकरहरूले भनिदिनु भयो उहाँ त्यसमा के एड गर्न सकिन्छ म्याम त्यो अनुसार पनि रिक्वेस्ट गर्छु। र पाटन एकाडेमिक हेल्थ साइन्समा चाहिँ रिसेन्टलीदेखि नै रेसिडेन्सी प्रोग्राम स्टार्ट भएको हो। सो यङ्गेस्ट भन्छौँ हामी चाहिँ रेसिडेन्सी प्रोग्राम चाहिँ त्यहाँ अप्थाल्मोलोजीमा। म्याम फ्लोर इज योर्स म्याम। थ्याङ्क यू तेसु, थ्याङ्क यू फर त्यस्तो राम्रो इन्ट्रोडक्सन गरिदिनु भएकोमा। अप्थाल्मोलोजिस्ट किन बन्नु पर्यो त भनेर सबैजनाले चाहिँ अघि हाइलाइट गरिसक्नु भयो। किनभने एकदम प्रिभ्यालेन्स अफ ब्लाइन्डनेस एकदमै धेरै छ। रिफ्र्याक्टिभ एररको कुरा गर्नुभयो अगाडि एकजना वक्ताले। किनभने रिफ्र्याक्टिभ एरर अस्ति भर्खरै हामीले रिफ्र्याक्टिभ एररको विक यो अवेरनेस विक मनाएको थियौँ र यस्तो प्रेडिक्सन के गरेको छ भने 2050मा चाहिँ संसारको आधा पपुलेसन रिफ्र्याक्टिभ एरर भएर हुन्छ। सो तपाईँहरू चाहिँ जबलेस चाहिँ हुँदैन अप्थाल्मोलोजी पढ्यो भने, नम्बर 1। अर्को कुरा चाहिँ क्याट्र्याक्ट। क्याट्र्याक्ट चाहिँ के हो भने तपाईँको चाहिँ हाम्रो डिजेनेरेटिभ प्रोसेस कहिले पनि स्टप हुँदैन। क्याट्र्याक्ट चाहिँ सकिँदैन होइन, मान्छे बुढो हुन सकिँदैन। सो क्याट्र्याक्ट पनि जहिले पनि हुन्छ। सो ग्लकोमा हुन्छ नि। अब आएर चाहिँ रेटिनल डिजिजेस लाइक डायबिटिज होइन, रेटिनल भेन अक्लुजन, हाइपरटेन्सन, नयाँ नयाँ एडभान्सेसहरू रेटिनोप्याथीमा चाहिँ सो मेनी आई डिजिजहरू इमर्जिङ भइरहेछ। सो तपाईँले अप्थाल्मोलोजी पढेर चाहिँ तपाईँ जबलेस चाहिँ हुँदैन, यो एउटा भयो। अनि यो हुनलाई के चाहिन्छ भन्दाखेरि चाहिँ रिसर्च एन्ड एजुकेसन इज भेरी इम्पोर्टेन्ट होइन, तपाईँहरू हुनु पर्यो। एउटा सानो माइलस्टोन म के दिन्छु भने 1978मा जब आईमा चाहिँ सबभन्दा फर्स्टमा त्यति बेला चाहिँ 7जना अप्थाल्मोलोजिस्ट हुनुहुन्थ्यो र त्यति बेला चाहिँ एउटा मात्रै आई हस्पिटल काठमाडौँ भ्यालीमा थियो। 1978मा जर्नी सुरु गरेको अप्थाल्मोलोजीले एउटा द वान एन्ड ओन्ली नेसनल ब्लाइन्डनेस सर्वे गर्यो नेपालमा। एउटा मात्रै नेसनल सर्वे गरेको भनेको अहिले नै हो। र त्यसपछि चाहिँ विभिन्न कुराहरू पत्ता लाग्यो र नेपालको हेल्थ केयर सिस्टमै फरक ल्यायो। जस्तो भाइटामिन ए डेफिसियन्सी बाट ब्लाइन्डनेस धेरै थियो, भाइटामिन ए प्रोग्राम ल्यायो, मिजल्स भ्याक्सिन, सो मेनी कुराहरू ल्यायो, तपाईँलाई थाहा छ होला। त्यसपछि आएर चाहिँ एमडी अप्थाल्मोलोजी 1988मा एमडी अप्थाल्मोलोजी सुरु गरेको। आज आएर चाहिँ हामी कति 2025मा छौँ है। अनि त्यसपछि अप्टोमेट्री प्रोग्राम पनि सुरु गर्यो, डिफ्रेन्ट सर्वेहरू गर्यो। अब त दिस इज जस्ट हाइलाइट मात्रै तपाईँलाई भनेको। सो हामी चाहिँ जोर्नी चाहिँ 1978बाट सुरु गरे। आज हामी 2025मा आउँदाखेरि कहाँ पुगिसक्यौँ त है। तर किन अप्थाल्मोलोजिस्ट चाहिरहेछ त नेपालमा है। अब हामीले चाहिँ अहिले चाहिँ ग्रसली हामी नेपालमा चाहिँ 482 अराउन्ड अप्थाल्मोलोजिस्ट छौँ। तर डब्ल्युएचओले के भन्छ भन्दाखेरि चाहिँ 1 per 10,000 हुनुपर्छ भन्छ कि। अझै पनि हामीलाई 3000 अप्थाल्मोलोजिस्ट चाहिरहेको छ नेपालको कन्टेक्स्टमा हेर्दाखेरि। सो तपाईँ अप्थाल्मोलोजिस्ट बन्नुभयो भने तपाईँहरूले मात्रै पनि पुग्दैन है, यो एउटा सिनारियो। अर्को सिनारियो के हेर्छौँ भन्दाखेरि हामी 60% अफ द अप्थाल्मोलोजिस्ट काठमाडौँमै छौँ र एउटा यो मैले एनएनजिएसबाट लिएको एउटा एकदमै गुड छ। अब यसमा चाहिँ हामी अप्थाल्मोलोजीमा एउटा कुरा अघि हामी साथीभाइले पनि भन्नुभयो, 3 लेभलको हेल्थ प्रोफेसनलले काम गर्छ। अप्थाल्मोलोजिस्ट सबभन्दा माथि हुन्छ, त्यसपछि अप्टोमेट्रिस्ट हुन्छ, अप्थाल्मिक असिस्टेन्ट हुन्छ। र हामीले प्रोभिन्स वाइज कुरा गर्दाखेरि पनि रेसियो हेऱ्यौँ भने म्याक्सिमम अप्थाल्मोलोजिस्ट मतलब अप्थाल्मिक पर्सनलहरू चाहिँ प्रोभिन्स 3 काठमाडौँ उपत्यका वरिपरि नै हुन्छ। 342 हुनुहुन्छ, 1 per 16,000 भनौँ न। अझै पनि डब्ल्युएचओको क्राइटेरिया मिट भएको छैन, द्याट टु तपाईँको अप्थाल्मिक असिस्टेन्ट र अप्टोमेट्री इन्क्लुड गरेर। र तपाईँहरू हेर्दै गयो भने त हेर्नुहोस् त तपाईँहरूको यति धेरै जब स्कोप छ नि, नेपालमा त पुगेकै छैन। एउटा मैले हाइलाइट गरेँ
र अब ट्रेनिङको कुरा गर्दाखेरि चाहिँ अघि ट्रेनिङ अब कहाँ कहाँ छ त अप्थाल्मोलोजी एमडी प्रोग्राम होइन तपाईँहरूलाई थाहा छ होला अहिलेसम्म त सो अहिले करेन्टली इन्स्टिट्युट अफ मेडिसिन भयो बिपी क्याल्सियस न्याम्समा छ टन्नै सिटहरू काठमाडौँ युनिभर्सिटी अन्तर्गत मेडिकल कलेजेसहरूमा धेरै छ र हाम्रो पाटन एलपिटीमा बेल साइन्समा पनि हामी अहिले सेकेन्ड इयरमा चलिरहेछौँ र यो अहिले चाहिँ मैले यो किन ट्रेनिङ प्रोग्रामको कुरा गर्दा यो अहिले चाहिँ अप्थाल्मोलोजीको एउटा करिकुलम वर्कसप पनि भइरहेछ त्यसको म एउटा पार्ट पनि हुँ र अहिले चाहिँ चिकित्सा शिक्षा आयोगले के भनेको छ भने सबै नेपाल भन्ने सबै युनिभर्सिटीमा चाहिँ एउटै करिकुलम गर्ने कम्पिटेन्सी बेस्ड करिकुलम गर्ने भनेर चाहिँ लागि परेको छ त्यसमा चाहिँ अब फाइनल ड्राफ्ट हुँदैछ र त्यो करिकुलम आयो भने हामी सबैले नै एउटै फलो गरेछौँ र त्यसले चाहिँ हामीलाई के भन्छ कम्पिटेन्सी बेस्ड हामीले चाहिँ अब अहिले जुन हामीले ट्रेडिसनल मेथड पढिराख्नु भएको छ कति ठाउँमा भने जुन मैले पनि केयुको सिलेबसमा ट्रेडिसनल मेथड पढेको थिएँ भने अहिले हामीले चाहिँ पासमा चाहिँ कम्पिटेन्सी बेस्ड पढाइरहेछौँ ताकि एउटा अप्थाल्मोलोजी रेजिडेन्सी पास गरिसकेपछि उसले चाहिँ इन्डिपेन्डेन्टली उसले रिफ्र्याक्सन गर्न सकेर उसले आफ्नो जीविका चलाउन सक्छ चस्मा बेच्न सक्छ उसले क्याट्राक्ट सर्जरी इन्डिपेन्डेन्ट गर्न सक्छ र माइनर सर्जरीहरू उसले इन्डिपेन्डेन्ट गर्न सक्छ किनभने उसले चाहिँ हरेक इयरमा चाहिँ आफूले यतिवटा गरेको छु भने अन्डर सुपरभिजन उसले देखाएर मात्रै पास हुन्छ होइन लगबुकमा भर्ने मात्रै होइन कि हामीले चाहिँ अन्डर सुपरभिजन गर्छ सो यही करिकुलम पनि अब नेसनलाइज भयो भने एकदमै राम्रो हुन्छ अनि अर्को कुरा अघिको हाम्रो स्पिकरले भनिसक्नुभयो फेलोसिप सब स्पेसियालिटी एकदमै धेरै छ अप्थाल्मोलोजीमा होइन भएर तपाईँ अप्थाल्मोलोजिस्ट बन्नुभयो भने तपाईँ कुनै पनि स्पेसियालिटीमा जान सक्नुहुन्छ त मैले यहाँ एउटा जेनेटिक्स अकुलर जेनेटिक्स भन्ने थपिनँ अहिले चाहिँ एकदमै यो अकुलर जेनेटिक्स रिसेन्टहरू एकदमै आएको छ न्यू इमर्जिङ लाइक रिफ्र्याक्टिभ सर्जरी भयो रेटिनोप्याथिजहरू प्रिमेच्युरिटीहरू एकदमै धेरै आएको छ र अर्को चाहिँ हामीलाई चाहिँ यो हाम्रो एउटा मात्रै फिल्ड होला जहाँ चाहिँ हाम्रो एकदम सपोर्टिभ स्टाफहरू हुन्छ लाइक अप्थाल्मिक असिस्टेन्ट होइन अप्टोमेट्री हामीसँग एकदमै साइड बाई साइड हुन्छ हामी चाहिँ एकदम लग्जरियस कन्सल्टेन्ट हो जस्तो लाग्छ जस्तो अरूहरू भन्दा है अनि अघि चाहिँ यो अघि भनिसक्नुभयो जस्तो इन्टिग्रेसन आई हेल्थ टु प्राइमेरी हेल्थ सर्भिस गभर्मेन्टले चाहिँ अब इन्टिग्रेट गर्न चाहिँ खोजिरहेको छ यो मैले किन हाइलाइट गरेँ भने भोलि तपाईँ गभर्मेन्ट सर्भिसमा पास आउट भइसकेपछि गभर्मेन्ट सर्भिसमा जाँदाखेरि के होला त हाम्रो हालत भने किनभने अहिले हामीले यो हाम्रो एक्जिक्युटिभ कमिटीमा पनि धेरै डिस्कस गरेको टपिक हो होइन र गभर्मेन्टले चाहिँ धेरै नै इन्टिग्रेट गर्न खोजिरहेको छ सायद तपाईँहरू पास भएर आउने बेलासम्म चाहिँ गभर्मेन्टमा पनि इन्टिग्रेट हुन्छ सो तपाईँहरूलाई चाहिँ एकदमै धेरै अपर्च्युनिटी हुन्छ होइन जबलेस हुनु पर्दैन जस्तो अघि प्राइभेट सेक्टर भन्नुभयो नेत्र ज्योतिसँग डिफ्रेन्ट एनजिओ आइएनजिओमा काम गर्दिनँ म गभर्मेन्ट सेक्टरमा पनि जान्छु भन्नको लागि चाहिँ एकदमै धेरै अब तपाईँलाई अपर्च्युनिटी छ रुरल एरियाजमा होइन गभर्मेन्ट हस्पिटलहरूमा अनि एउटा प्रब्लम चाहिँ के भन्छ भने तपाईँहरू जबलेस हुँदैन किनभने अहिले मेजर प्रब्लम चाहिँ के छ भन्दा माइग्रेसन है तपाईँको चाहिँ मिड टर्म भिजन 2020को मिड टर्म रिपोर्टले चाहिँ के देखाउँछ भन्दाखेरि 36% अप्टोमेट्रिस्ट 25% अप्थाल्मिक असिस्टेन्ट र 11.2% अप्थाल्मिस्ट बाहिर जानु भएको छ सो तपाईँहरूले चाहिँ पढेर चाहिँ किनभने यति भ्याकेन्ट भइरहेको हुन्छ नि त सो हामीले त इन र आउट फ्लो पनि म्याच गर्नुपर्छ सो तपाईँहरू पढिसकेपछि जबलेस हुन्छ भन्ने छैन किनभने हेर्नु त यति धेरै माइग्रेट भइरहेछ होइन अन्त तपाईँहरू पनि माइग्रेट हुन्छ ल तर हाम्रो यहाँ स्कोप पनि छ है भन्नको लागि यो भनिसकेँ अब स्पेसलाइज सेन्टर एकदमै धेरै छ आईको लागि लाइक बिपी क्याल्सियस भयो त्रिगङ्गा आफ्नै एउटा ब्रान्ड छ होइन डिफ्रेन्ट केयुको डिफ्रेन्ट हस्पिटलहरू छ अनि हाम्रो पाटन छ केयु छ डिफ्रेन्ट यसले चाहिँ अप्थाल्मोलोजीलाई ट्रेन गरिरहेछ होइन प्रमोसन अघि प्रोफेसर मिनु म्यामले भन्नुभयो क्याट्राक्ट सर्जरी मात्रै होइन यु हेभ टु बी अ गुड टिचर सो यति धेरै ट्रेनिङ सेन्टर छ टिचिङ इन्स्टिट्युटहरू छ सो यु क्यान बी अ भेरी गुड टिचर होइन तपाईँलाई एकाडेमिकतिर जान्छु म सर्भिसतिर जाँदिनँ एकाडेमीतिर जान्छु भन्नलाई पनि भेरी गुड अपर्च्युनिटी छ किनभने तपाईँको अन्डर ग्रेजुएटलाई पढाउनुहुन्छ पोस्ट ग्रेजुएट पढाउनुहुन्छ फेलोसिप गराउनुहुन्छ स्पेसलाइज ट्रेनिङहरू दिनुहुन्छ सो तपाईँले चाहिँ जबको लागि पनि तपाईँको त्यति धेरै वरि गर्नु पर्दैन होइन अब यसको लागि चाहिँ के मेन कुरा ट्रेनिङ भनेको को भन्दा तपाईँहरू न्यू अप्थाल्मोलोजिस्ट होइन इन्फ्रास्ट्रक्चर त ग्रो भएको नै छ त म्याक्सिमम् इन्फ्रास्ट्रक्चर ग्रो भएको भनेको चाहिँ यो नेपालमा हेल्थ केयर सिस्टम हेर्दाखेरि आईको नै हो अप्थाल्मोलोजीको नै हो है आई हस्पिटल्सहरू नै एकदमै राम्रोसँग डेभलप भएको अब यसमा चाहिँ मैले एकदम छुटकरीमा भने च्यालेन्जेसहरू एकदमै धेरै छ र अघि चाहिँ पिजी अब तपाईँहरू पिजी एस्पिरेन्ट भएको म के एउटा तपाईँलाई भन्न चाहन्छु भने 2006मा जब म टिचिङ आइएमबाट पढ्दाखेरि अब चाहिँ त भेरी टप 20 भित्र थिएँ मसँग गाइनोकोलोजी इएनटी डर्माटोलोजी थुप्रो सब्जेक्टहरू थियो सो आई चोज अप्थाल्मोलोजी त्यति बेला क्याम्पसी प्रोफेसर जीवन हुन्थ्यो उहाँ उठेर ताली बजाउनु भएको थियो कस्तो इन्ट्रेस्टेड क्यान्डिडेट रहेछ कस्तो रियल अप्थाल्मोलोजी रहेछ भने सो तपाईँले चाहिँ ऱ्याङ्क म पछाडि आएकोले मात्रै अप्थाल्मोलोजी पढ्ने अगाडिकोले चाहिँ अरू सब्जेक्ट पढ्ने होइन
हो कि अप्थाल्मोलोजी फेरि यस्तो यस्तो सुपर स्पेसियालिटी हो कि त्यति बेला चाहिँ म किन फेसिनेटेड भयो भने एकदम माइक्रो सर्जरी होइन एकदम वेल इक्विप्ड होइन अनि तपाईँले चाहिँ तपाईँको वरिपरि तपाईँ ओपिडीमा बस्दाखेरि तपाईँको करोडौँको सामानबाट तपाईँ घेरिनुहुन्छ होइन नट ओन्ली एउटा जस्तो अरू प्रोफेसनलको हेऱ्यो भने स्टेथोस्कोप हुन्छ भने तपाईँसँग चाहिँ तपाईँको एउटा लेन्स नै तपाईँको 50-60 हजार पर्ने हुन्छ त्यस्तो सफिस्टिकेटेड इक्विपमेन्टहरू हुन्छ तपाईँ क्लिन सब्जेक्ट हुन्छ तपाईँ मेडिसिन पनि गर्नुहुन्छ सर्जरी पनि गर्नुहुन्छ द्याट टु माइक्रो सर्जरी अघि डाक्टर रविन्द्रले भने जस्तो अरू अरू स्पेसियालिटीले सबै कुरा गर्छन् तर आँखा हेर्न सक्दैनन् हामी चाहिँ सबै कुरा पनि गर्न सक्छौँ प्लस आँखा पनि हेर्न सक्छौँ होइन न्युरोलोजिस्ट पनि हामीसँगै डिपेन्डेन्ट हुन्छ रिमाटोलोजिस्ट हामीसँग इन्टरनल मेडिसिनले त डायबिटिज हाइपरटेन्सन ट्रिटै गर्न सक्दैन हामी बिना तपाईँ गाइनोकोलोजिस्ट पनि हामीसँगै हुन्छ सो सो मेनी मैले किन भनिरहेको छु भने म मल्टिडिसिप्लिनरी सेन्टर होइन जहाँ चाहिँ अब मेरो ओपिडी पेसेन्टभन्दा धेरै रिफरल हुन्छ सो मेनी स्पेसियालिटी तपाईँसँग डिपेन्ड हुन्छ तपाईँ यस्तो तपाईँको त्यो हस्पिटलमा कलिग्समा जस्तो अघि माइनर भन्नुभयो हो त्यस्तो हुँदैन सो तपाईँ अप्थाल्मोलोजिस्टलाई हेर्ने पनि एकदम छुट्टै हुन्छ क्या सो यो तपाईँको आफ्नै स्पेसियालिटी छ आफ्नै खुबी छ होइन एकदमै राम्रो छ र च्यालेन्जेसहरू छ होइन लिमिटेड रिसोर्सेस छ रुरलमा चाहिँ इन्फ्रास्ट्रक्चर कम छ होइन एकदम ट्रेन म्यान पावर कम छ तर अपर्च्युनिटी एकदमै धेरै छ अप्थाल्मोलोजीमा सुपर स्पेसियालिटी ट्रेनिङ धेरै छ तपाईँको एक्सपान्सन यति धेरै भइरहेको छ होइन तपाईँ प्राइभेट सेक्टरमा जानलाई पनि तपाईँले थोरै लगानी गर्यो भने पनि तपाईँ आफै चलाउन सक्नुहुन्छ अनि अर्को चाहिँ इन्टरनेसनल कोलाबोरेसन भएको चाहिँ हेल्थ सेक्टरमा हेर्ने हो भने अप्थाल्मोलोजी नै त्यो जस्तो एउटा ब्रान्च हो अघि मिनु म्यामले पनि भन्नुभयो डब्लुएचओ लेभलको सर्भिस प्रोभाइड हुन्छ सो मेनी इन्टरनेसनल एजेन्सी सो मेनी इन्टरनेसनल कोलाबोरेसन भएको चाहिँ सब्जेक्ट भनेको पनि अप्थाल्मोलोजी हो है अनि अर्को टेलिमेडिसिन मोबाइल हेल्थ टेक्नोलोजिस पनि एकदमै फास्ट डेभलप भएको भनेको अप्थाल्मोलोजीमा नै हो सो टेलिमेडिसिनमा गयो भने जस्तो तपाईँले होइन जस्तो अब हामीसँग पनि ग्रेजुएट भएको चाहिँ त्यही स्टुडेन्टहरू पेरिफेरीमा जानुहुन्छ रुरलमा जानुहुन्छ मेडिकल अफिसर होइन एउटा फोटो खिचेर पठाउनुहुन्छ धो भित्र रेटिनाको खिच्न नसके पनि एक्सटर्नल फोटो खिचेर पठाउनुहुन्छ हामीले तुरन्तै डायग्नोसिस गरेर उहाँलाई ट्रिटमेन्ट भन्छौँ होइन जस्तो अब रेटिनोप्याथी प्रिमेच्युरिटी जुन भने यहाँ एली म्याम हुनुहुन्छ उहाँले चाहिँ यो टेलिमेडिसिन होइन कतैबाट बेबीको तपाईँको फोटो खिच्छ रेटिनाको कुनै एनआइसी पिआइसी कतै गएर तपाईँ सेन्टरमा बस्नुहुन्छ तपाईँले त्यो रिड गर्नुहुन्छ देन यु डिसाइड फर द ट्रिटमेन्ट सिमिलरली रेटिना डायबिटिज रेटिना सो मेनी जो टेलिमेडिसिनको पनि एकदमै डेभलप भएको भनेको चाहिँ अप्थाल्मोलोजी हो सो तपाईँले अप्थाल्मोलोजी करियर चुज गरेर एउटा त एकदमै रमाइलो हुन्छ पढ्नलाई माइसेल्फ होइन मैले पनि एकदमै अपर्च्युनिटी अरू हुँदा हुँदै पनि अप्थाल्मोलोजी चुज गरेको अर्को कुरा चाहिँ तपाईँको कस्तो हुन्छ काम गर्न एकदम रमाइलो छ वर्क लाइफ ब्यालेन्स छ तपाईँको होइन एकदम मजा आउँछ काम गर्नलाई सर्जरी मेडिसिन दुइटै फिल्ड चुज गर्न पाउनुहुन्छ तपाईँले होइन रिसेन्ट एडभान्सेसहरू हेर्न पाउनुहुन्छ सो तपाईँले अब अघि हाम्रो एकजना डाक्टर साहबले भने जस्तै अब कुन कलेज चुज गर्ने कहाँ चुज गर्ने त्यो भनेको तपाईँको आफ्नो तपाईँलाई कहाँ पाइपर्छ अथवा तपाईँले कहाँ पाउनुहुन्छ त्यो आफ्नैमा छ तर अब अहिले एमइसी चिकित्सा शिक्षा आयोगले पनि युनिफर्मिटी इन करिकुलम गरेर चाहिँ सबैतिर एउटै पढाउने भनेर लागि परेको छ सायद तपाईँहरूको पालामा हुन्छ होला त्यसको लागि पनि धेरै चित्त दुखाउनु पर्दैन तर बेसिक त सबैतिर पढाइ नै हाल्छ होइन तर तपाईँले चाहिँ आफ्नो चुज गर्दाखेरि अब अलिकता राम्रोसँग गर्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ यो चाहिँ मेरो फ्यु हाइलाइट हो है अब यसमा चाहिँ केही धेरै नै अघि कभर भइसकेको भएर मैले सिनारियो मात्रै भनेको हो र जति अप्थाल्मोलोजिस्ट बने पनि जबलेस चाहिँ हुँदैन यो चाहिँ ग्यारेन्टी हो तपाईँले मैले त्यो डाटा देखाइसकेँ है यति नै छ हुन्छ थ्याङ्क यू थ्याङ्क यू म्याम हजुरले स्लाइड बनाइदिएर अझ क्लियरली देखाइदिनु भयो धेरै इन्ट्रेस्टिङ पनि लाग्यो कति कुरा त मैले पनि सिकिरहेको थिएँ अब म अलिकति समराइज गर्थेँ अब यो हामीले मेन यो प्रोग्राम गर्न आँटेको चाहिँ धेरै कन्फ्युज हुनुहुन्छ अब कतिजना पार्टिसिपेन्टहरू चाहिँ लास्टमा जोइन गर्नुभएको छ होइन त्यसले गर्दाखेरि केही सेसनहरू मिस भएको होला सो ओभरअल भन्दाखेरि चाहिँ हाम्रो फेलोसिपको बारेमा पनि कुरा गऱ्यो अब हाम्रो रेसिडेन्सी पछि 3 वर्ष रेसिडेन्सी गरेपछि फेलोसिप अपर्च्युनिटिजहरू धेरै नै छ अब फर्स्ट अफ अल हाम्रो अप्थाल्मिक सोसाइटीले हाम्रो लास्ट इयर हाम्रो मिनु म्याडम प्रेसिडेन्ट हुँदाखेरि चाहिँ के गर्यो भने कसरी रेसिडेन्टमै एउटा बन्ड क्रिएट गर्ने भन्ने हिसाबले हामीले एउटा एसोसिएट मेम्बर भनेर खोल्यौँ त्यसले गर्दाखेरि एसोसिएट मेम्बरलाई धेरै जस्तो कन्फरेन्समा चाहिँ रेजिडेन्टहरूलाई डिस्काउन्टहरू हुन्छ होइन फेसिलिटिजहरू हुन्छ हाम्रो एसोसिएट मेम्बरहरूलाई चाहिँ रेजिडेन्ट भन्दा पनि अझै फेसिलिटेट गर्ने डिस्काउन्ट गर्ने इजी बनाइदिने र एक किसिमले एउटा सिस्टममा लिएर आएपछि चाहिँ मेन्टरसिप ग्रुमिङ गराइदिने एकअर्कालाई चिन्ने वातावरण पनि गरेको छौँ हामीले र
अब यो मैले भनेको रिजन चाहिँ के हो भने वन्स तपाईँ अप्थाल्मोलोजी चुज गर्नुभयो वा छ भने हामीले फेरि अर्को एउटा सेसन राख्छौँ। त्यो चाहिँ फर्स्ट इयर रेजिडेन्ट न्युली कम रेजिडेन्टलाई एउटा ओरिएन्टेसन जस्तो गरौँला हाम्रो सोसाइटीको बारेमा, अरू धेरै भनौँला। र फेलोसिपको बारेमा चाहिँ हाम्रो नेसनल्ली पनि लट्स अफ फेलोसिप अपर्च्युनिटी छ। तपाईँको मेचीदेखि लिएर तिलगङ्गा नेपाल आया हस्पिटलदेखि के अरे एनएनजिएस हस्पिटल जस्तो सगरमाथा चौधरी आय हस्पिटल जहाँ मैले एन्ट्री सेगमेन्ट फेलोसिप गरेँ। त्यस्तै फेलोसिपमा पनि केमा फेलोसिप गर्ने भने लट्स अफ फिल्ड छ। कर्निया, रेटिना छ। रेटिनामा पनि सर्जिकल रेटिना गर्ने हो कि होइन म के अरे मेडिकल रेटिनामा जान्छु भनेर भने पनि हुन्छ। अब अझै के अरे रेटिना अफ प्रिमेच्युरिटी स्पेसल ट्रेनिङ गर्ने हो कि यस्तो ग्लोकोमा गर्ने हो कि यिनीहरू अझै फेलोसिपहरू छ। तर यो फेलोसिपहरू ओहो पढ्दै कहिल्यै नसिद्धिने जस्तो पनि लाग्छ होला होइन। तर यो चाहिँ ओभर द टाइम आफ्नो विस अनुसार हुन्छ। त्यसले गर्दाखेरि यो चाहिँ नेसनल अपर्च्युनिटी भयो। इन्टरनेसनल अपर्च्युनिटीहरू पनि धेरै छ। जस्तै हाम्रो अपाउ भन्ने एउटा इन्टरनेसनल प्लेटफर्म हो। त्यहाँबाट चाहिँ हामी नेपाल अप्थाल्मिक सोसाइटी मेम्बर भएको हुनाले इन्टरनेसनल फेलोसिपहरू पनि छ, जहाँ भेरियस कन्ट्रिजमा जान पाउनुहुन्छ। कतिवटा त्यो पेड फेलोसिप हुन्छ। र इभन लिडरसिपमा जानु मन लाग्छ भने तपाईँहरूलाई लिडरसिपको पनि ट्रेनिङहरू हुन्छ। लिडरसिप डेभलपमेन्ट प्रोग्राम भन्ने छ अपाउको। त्यस्तै वुमन इन अप्थाल्मोलोजी छ, जहाँ फिमेलहरूलाई लिडरसिपको बारेमा पनि स्पेसल अपर्च्युनिटीहरू हुन्छ र अरू फेलोसिप अपर्च्युनिटीहरू पनि हुन्छ। र अब फरेन ग्रेजुएट्स भन्दाखेरि अब यदि तपाईँ नेपालमा पढ्नु भएन र बाहिर पढ्ने डिसाइड गर्नुभयो र अप्थाल्मोलोजी नै चुज गर्नुभयो भने पनि इट्स अ गुड अप्सन जस्तो लाग्छ। के अरे अलिकति डिसएडभान्टेज चाहिँ ह्यान्ड्स अन ट्रेनिङ चाहिँ डेफिनेटली अलिकति ह्याम्पर हुन्छ। तर त्यो भन्दैमा कुनै कुनै कन्ट्रिजहरू जस्तै मेरो सिनियर्सहरू फिलिपिन्सबाट गरेर आउनुभएको छ। उहाँहरूले फेको नै त्यहाँ अलरेडी सिकेर आइसक्नु भएको थियो। त्यसैले त्यहाँतिरको रेसिडेन्सी प्रोग्रामहरू पनि भेरी गुड होइन। र नेपालमा आएपछि त ब्लेन्ड इन भइहाल्छ। म पनि फरेन ग्रेजुएट स्टुडेन्ट नै हो, त्यसले गर्दा मैले चाइनाबाट पढाए हो। तर ओभर द इयर्स मैले नेपाल फर्केर आएपछि फेलोसिप गरेर सो आइएम डुइङ ओके। र हामीले अब प्रब्लम्सहरू अलिअलि हुन्छ डेफिनेटली, जहाँ पनि हुन्छ। र हामीले अब यसपालि चाहिँ रेसिडेन्सीको अब रञ्जना म्याम पनि हुनुहुन्छ मेककै करिकुलर डेभलपमेन्ट, रेसिडेन्सलाई कसरी अझै राम्रो बनाउने सो द्याट हामी मोर डिपेन्डेन्ट के रेसिडेन्सी पछि पनि सर्जरीमा धेरै डिपेन्डेन्ट नहोस्, इन्डिपेन्डेन्ट गर्न सकोस् वा रिफ्र्याक्सन गर्न सकोस् भनेर त्यो एउटा हाम्रो अप्थाल्मिक सोसाइटीबाट पनि हामीले अलिक इनिसिएट गरिराखेका छौँ। र अहिले त आई थिङ्क टिचिङ हस्पिटलमा क्याटरेक्ट सर्जरी गर्ने मेसिन नै आएको छ भन्नाले त्यो सेमुलेटर आएको छ होइन। त्यसले गर्दाखेरि यस्तो मिसिनहरू टिचिङबाट स्टार्ट भयो, तर त्यहीँ एन्ड चाहिँ हुँदैन होला, किनकि धेरै ठाउँमा अब ग्रेजुअली त्यो आउनुपर्छ भन्ने एउटा कन्सेप्ट छ। एक्सपेन्सिभ छ तर इट्स एन इन्भेस्टमेन्ट फर द फ्युचर। सो गर्छ होला धेरैले। र हाम्रो सबैभन्दा इम्पोर्टेन्ट मिस गरेर चाहिँ वाइ अप्थाल्मोलोजी भन्दाखेरि चाहिँ म चाहिँ मेन्टर्सहरू भन्छु है। अप्थाल्मोलोजीमा चाहिँ तपाईँहरूले देख्नुभयो कि अहिले पनि स्पिकरहरू देख्नुभयो, कसैको टिचर रहेछ, कोही टिचरको स्टुडेन्ट रहेछ होइन। अब त्यसले गर्दाखेरि मेन्टर्सहरू पनि धेरै नै राम्रो हुनुहुन्छ। हाम्रोमा अहिलेसम्म धेरै त्यस्तो रेसिडेन्सीमा डिफिकल्टिज हुने सिचुएसनहरू आएको छैन। अहिलेसम्म कसैले पनि त्यस्तो कम्प्लेनहरू पनि गरेको छैन। अनि त्यस्तै गरेर हामीसँग के अरे यङ अप्थाल्मोलोजिस्ट भनेर पनि छ, जहाँ कि यङ रेजिडेन्टदेखि नै उहाँहरू त्यसको पार्ट हुन्छ। र के अरे यो चाहिँ रिसेन्टली फर्म भएको हो। र त्यहाँ पनि लट्स अफ अपर्च्युनिटी हुन्छ कि तपाईँले नट ओन्ली नेपाल के अरे इन्टरनेसनलमा जस्तो इन्डियासँग हाम्रो एकदम राम्रो टचअप छ, त्यहाँतिर पनि तपाईँहरूले
प्रोग्राम्सहरूमा पार्टिसिपेट गर्नु पाउँछौँ, तपाईँ आफै स्पिकर बन्न पाउँछौँ होइन। सो लट्स अफ अपर्च्युनिटिजहरू छ र बन्डिङ्सहरू पनि धेरै नै राम्रो छ। अब यहाँ 2-4जना साथीहरूले चाहिँ के क्वेसन सोध्नु भएको छ भने फेलोसिप अब्रोड भनेर भनेको थियो, मैले त्यो एड्रेस गरिदिइहालेँ। के अरे हाम्रो लट्स अफ फेलोसिप अब्रोड पनि गर्ने अपर्च्युनिटी छ र पेड पनि हुन्छ है। धेरै जस्तो चाहिँ पेड नै हुन्छ, ट्युसन फीहरू पनि पेड हुन्छ, त्यो चाहिँ आफ्टर रेसिडेन्सी हुन्छ। र एकजनाले सोधिराख्नु भएको छ कि रोटेसन कहाँ कहाँ हुन्छ भनेर। अब युजली डिपेन्ड्स, अब जस्तै एज फार एज माई नलेज गोज होइन, तिलगङ्गामा यदि रेसिडेन्सी गऱ्यो वा नेपाल आय हस्पिटल जहाँ क्याट्राक्ट सर्जरी सरी पेसेन्ट फ्लो धेरै नै छ, त्यहाँतिर चाहिँ रोटेसन भन्ने चाहिँ हस्पिटलमा नै हुन्छ र उहाँहरूको चाहिँ आउटरिच सेन्टर वा आई थिङ्क तिलगङ्गाको हेटौडामा छ, त्यहाँतिर पोस्टिङहरू चाहिँ हुन्छ होइन। त्यसले गर्दाखेरि एउटा पेरिफेरलमा पनि राम्रो एक्सपोजर पाउने मौका पाउँछ। र धेरै जस्तो प्राइभेट मेडिकल कलेजमा चाहिँ डेफिनेटली अलिकति सर्जिकल एक्सपोजर चाहिँ कम हुन्छ। तर त्यो भन्दैमा धेरै जस्तो प्राइभेट मेडिकल कलेजहरूले चाहिँ एउटा एमओयु गरेको छ पेरिफेरी बेस्ट हस्पिटलमा। सो रोटेसनको लागि पठाउँछौँ। म फेलोसिप गर्दाखेरि त्यहाँ चाहिँ 2-3टा मेडिकल कलेजको स्टुडेन्ट्सहरू आएको थियो। त्यसले गर्दाखेरि रेसिडेन्सी टाइममा चाहिँ जहाँ एक्सपोजर कम छ त्यहाँबाट पनि फेलोसिप के अरे ह्यान्ड एक्सपोजर गर्नलाई बाहिर पेरिफेरीमा पठाइराखेको हुन्छ। र अब डेफिनेटली रेसिडेन्सी कहाँ गर्ने, पेरिफेरीमा गर्ने कि सेन्टरमा गर्ने, इट्स अल अप टु यु। पहिला त कुन पाउनुहुन्छ त्यो पनि हेर्नुपर्छ। अब कसैको चोइस आउट अफ काठमाडौँ पनि हुनसक्छ, किनकि घर त्यहाँ भएको पनि हुनसक्छ होइन। सो ओभरअल जहाँ गरे पनि राम्रो हुन्छ, आफ्नो कम्फोर्टको हिसाबले पनि गर्ने हो, त्यसले त्यो वरि गर्नु पर्दैन। अब के अरे प्राइभेटमा पायो राम्रो हुँदैन भनेर सोच्नु पनि भएन, किनकि त्यो चाहिँ रिकभर हुन्छ, त्यसले त्यस्तो धेरै टेन्सन लिनुपर्छ जस्तो लाग्दैन। र अघि पटक पटक हाम्रो सिनियर्सहरूले भनिराख्नु भयो, जब अपर्च्युनिटिजहरूमा त्यस्तो अप्ठ्यारो पनि छैन। अब यो बाहेक अरू केही क्वेसनहरू छ भने हजुरहरूले विदाउट हेजिटेसन सोध्न सक्नुहुन्छ। सो म एकचोटि हेर्छु कसैले क्वेसन छ भने। Hi, ओके, Namaste. Thank you so much for this wonderful webinar. अनि म चाहिँ ophthalmology नै पढ्छु भन्ने मेरो सोच हो। लाइक आई हेभ मेड अ डिसिजन फर माइसेल्फ अनेस्टली। अनि डिसनमा जहिले पनि खोजिरहेको हुन्थ्यो, मैले एउटा दुइटा पोस्ट पनि गरेको थिएँ, इट नेभर रिच्ड आउट कि कसैले अप्थाल्मोलोजीको बारेमा भनिदिनु भए हुन्थ्यो भनेर। अनि आई थिङ्क दिस इज द perfect opportunity and I'm really grateful for all these senior faculties अनि सबैजना। मेरो एमा अहिले पनि एउटा दुइटा कन्फ्युजन, बिकज अब भोलि लास्ट डे हो प्रायोरिटी सेट गर्ने। अनि सो मेरो ऱ्याङ्क ठिकै छ, त्यस्तो एकदम राम्रो पनि छैन नराम्रो पनि छैन। अनि मेरो क्वेसन चाहिँ हामीले प्रायोरिटी सेट गर्दाखेरि आई फिल लाइक मैले यो स्कलरसिप सिट्स पनि पाउन सक्छु जस्तो लाग्छ। सो यदि एकाडेमिकली इन्क्लाइन हुने हो भने like which would be the best colleges that I can put in priority अनि प्राइभेटमा पनि। अनि सो आई नो मलाई अब हजुरलाई त्यो भन्न डाइरेक्टली अप्ठ्यारो पनि हुन्छ होला कि योमा पढ यसमा नपढ भन्नको लागि, बट स्टिल अलिकति यसलाई हजुरहरूले इजी मलाई प्रायोरिटी सेट गर्नको लागि गरिदिनु हुन्थ्यो कि भन्ने मात्रै। अनि अर्को भनेको यो जुन नाम्समा चाहिँ अब योपालि कति धेरै सिट्स बढेको रहेछ, 32 भएको थियो, एउटा सिट गएर 31 रहेछ। सो हाउ डु वी इन्स्योर कि हामीले तिलगङ्गामा अथवा चाहिँ आफूले चाहेको कुनै हस्पिटलमा पाउँछौँ भन्ने त्यसको स्योरिटी चाहिँ एडमिसन पछि हुन्छ कि के हुन्छ, त्यो पनि एकचोटि हजुरले एक्सप्लेन गरिदिनु मिल्थ्यो भने आई बी भेरी ग्रेटफुल। थ्याङ्क यू अगेन। थ्याङ्क यू डक्टर साहब, कस्तो राम्रो क्वेसन सोध्नुभयो। अब यसमा हाम्रो स्पिकरहरूले एनलाइट गरिदिनु अनुरोध गर्दछु। म बोल्छु है त दाजु। यसमा चाहिँ अब म पनि गएको हुनाले अब खासमा
उहाँले इन्ट्रेस्ट देखाउनु भएको अब न्याम्स अन्तर्गत यदि हजुर म्याच हुनुभयो भने यसपालि के अरे न्याम्समा चाहिँ 31वटा सिट छन् र त्यो भन्दैमा न्याम्समा फेरि हस्पिटलहरू पनि थपेको छ होइन मेची र गेटा हस्पिटल थपेको छ र अनि त्यसपछि अब उहाँले चाहिँ सिक्युरिटी सोध्नु भएको छ टिआइओमा नै कसरी हुन्छ भनेर त्यहाँ चाहिँ कसरी हुन्छ भन्दाखेरि न्याम्समा म्याच भएपछि न्याम्समा म्याच भएको 31 जनालाई बोलाएर फेरि ऱ्याङ्क वाइज चुज गर्ने हो आफ्नो प्रायोरिटी अनुसारको कसैले अब घर नजिकै भएको उता पेरिफेरीको हस्पिटलतिर चुज गर्नुहुन्छ कसैले नेपाल आई कसैले तिलगङ्गा होइन त्यसरी नै गर्ने हो त्यो चाहिँ इट डिपेन्ड्स अन योर ऱ्याङ्किङ Okay. So I think Dr. Teju, Azur I madam, think yes, sir. she's Yes, asking about academics, I Azur think madam. academics ma there is no problem, because all the medical colleges and jahan pan padhai huncha the academics is going to be good everywhere. The classes will be good everywhere. The only thing that is of worry, like what Dr. Tejashu said, is about the clinical exposure, So clinical exposure may be little less in the private colleges or just over. Even nowadays, what is happening is even in our institutes or maybe even in Tilganga or NEH, cataract surgery, त्यो hands on पाउनमा गाह्रो भयो भने त्यसको लागि चाहिँ there is an MOU with the peripheral hospitals. So I don't think you should really worry. You should always go for scholarship or government hospitals first and then the private. But अहिले त कस्तो भएको छ एउटा ठुलो कुरा के भएको छ भन्दाखेरि चाहिँ प्राइभेटमा पनि तपाईँको now they're going to give salary and you will not have a bond. So now it is for you to decide whether you want to go for bond further or you don't want to go for bond further, होइन. सो अब यो तपाईँले चाहिँ अब स्कलरसिपमा बन्डमा जाने हो कि or प्राइभेटमा गएर गर्ने हो कि now it is your decision. So I think academic and clinical exposure will be little slightly different in the private medical colleges. Only that much. Thank you so much, ma'am. Thank you, ma'am. Thank you. Ellie ma'am, would you like to add anything else, ma'am? Ranjana ma'am, Ellie ma'am? एली म्याम हुनु नहोला म नै भन्छु है Ask ma'am. म चाहिँ के भन्छु भने लाइक अब यो अहिले जसरी हामीले एमबिबिएसलाई बेसिक भन्छौँ नि अप्थाल्मोलोजिस्ट पढ्दा पनि काइन्ड अफ अहिले यति धेरै सब स्पेसियालिटी सुपर स्पेसियालिटी आएको भएर चाहिँ अप्थाल्मोलोजिस्ट पनि एउटा काइन्ड अफ बेसिक जस्तो हुन्छ कि त्यसमा चाहिँ म के भन्छु भने त्यो बेलामा चाहिँ एकदमै यु हेभ टु नो अल द थ्योरिज एन्ड अल दिस प्र्याक्टिकल होइन त्यसपछि ह्यान्डसन त गर्नै पर्छ होइन तर तपाईँ एउटा मात्रै स्पेसिफिकमा पर्फेक्ट भएर चाहिँ काम छैन त्यो त्यस पछाडि चाहिँ हाम्रो अहिलेको सिचुएसनले के डिमान्ड गर्छ भने तपाईँलाई फेलोसिप अथवा फर्दर ट्रेनिङ डिमान्ड गर्छ कि सो तपाईँले अप्थाल्मोलोजिस्ट बेसिक्स पढ्नलाई जहाँ तपाईँको एकाडेमिक्स एकदमै राम्रो छ करिकुलम एकदमै राम्रो छ नम्बर अफ पेसेन्ट त सबैले आफ्नो मिनिमम स्ट्यान्डर्ड गरेकै हुन्छ होइन तपाईँले धेरै पेसेन्ट फ्लोमा तपाईँलाई फ्याकल्टीले धेरै टाइम दिन्छ भन्ने कुरा चाहिँ आई डोन्ट ग्यारेन्टी है त्यही भएर चाहिँ तपाईँले चाहिँ के चुज गर्नुपर्छ भने ब्रोडली होइन त एकाडेमिक्स कहाँ राम्रो छ र तपाईँलाई चाहिँ क्लिनिकल एक्सपोजर डिफ्रेन्ट डिजिजहरूको कहाँ हुन्छ भन्ने कुरा चाहिँ गर्नुभयो भने त्यो चाहिँ हुन त तपाईँले एमबिबिएस पढ्दा थाहा पाइसक्नुहुन्छ कति ग्लस आइडिया त्यसरी जानुभयो भने एकदमै राम्रो हुन्छ तर तपाईँले अहिले एउटा चाहिँ तपाईँले जब सेक्युरको लागि भनेर पनि सोध्नुभयो होला तर कुनै इन्स्टिट्युटमा तपाईँ पढेर त्यही नै तपाईँ जब पाउनुहुन्छ भने पनि छैन है फेरि त्यही भएर चाहिँ त्यो कलेज चुज गर्दाखेरि जहाँ तपाईँको एकाडेमिक्स होइन युनिभर्सिटी चुज गर्दाखेरि त्यसरी गर्नुभयो भने एकदम राम्रो हुन्छ र यो त्यो चाहिँ सबै राम्रो छ यो त्यो भन्न चाहिँ मिल्दैन त्यसरी चुज गर्नु होला Thank you. अब के अरे कसैलाई अरू कोही क्वेरिजहरू छ भने प्लिज सोधिदिनु अनुरोध गर्छु नत्र हामी यो प्रोग्राम हाम्रो अध्यक्ष डाक्टर पुरुषोत्तम सरबाट कन्क्लुड गर्छौँ सरले अलिकति समराइज पनि भनिदिनुहुन्छ कुनै क्वेसन छ भने प्लिज विदाउट हेजिटेसन सोध्नुभयो हुन्छ कुनै पनि क्वेसन अप्ठ्यारो मान्नु पर्दैन हामी तपाईँहरूको लागि नै छौँ र के अरे यो आज हामीले यो वेबिनार गर्दाखेरि 41 पार्टिसिपेन्ट म्याक्सिमम् भएको थियो इभन हाम्रो आजको प्लान चाहिँ एकजना मात्रै अडियन्स भए पनि हामी स्पिकर 5 जना भए पनि हामी यो प्रोग्राम गर्छौँ नि भन्ने थियो किनकि एकजनालाई इम्प्याक्ट पार्न सक्यौँ भने पनि अपर्च्युनिटी दिन सक्यो भने पनि हामीलाई त्यो एकदम सफल हुन्छ जस्तो लाग्छ सो हामी त्यसमा चाहिँ वरि गर्दैनौँ ओके सो हजुर डाक्टर रिचल प्लिज हजुर नमस्ते दाइ म सोध्न आँटेको चाहिँ म्यामसँग अघि म्यामले 32वटा सिट भन्नु पनि होइन यो अहिले यो इयर प्रोग्राममा
ओके टोटल अप्थाल्मोलोजी सिट चाहिँ कति छ होला त योपालि एनी आइडिया म्याम्समा त 42 भन्नुभयो एज ओभरअल सबै रञ्जना गरेर 50 जति 50 जति हुन्छ जस्तो लाग्यो अराउन्ड 50 जति छ कि इन्क्लुडिङ ग्रस प्राइभेट हजुर म्याम हजुर प्राइभेट पनि ग्रस चाहिँ 50 जस्तो लाग्यो मलाई एक्ज्याक्ट नम्बर थाहा पनि जस धेरै छ अहिले किन सिट पनि थपेको छ धेरै सिटहरू छ अहिले टोटल नमस्ते म्याम टोटल 62 सिट छ म्याम ओके यसपालि 62 ओके हस् थ्याङ्क यू ओके सो 62 छ ओके आई थिङ्क एउटा सर पेरिफेरल एकजनाले सोधिराख्नु भएको छ पेरिफेरल प्राइभेटमा गर्दा ठिक हुन्छ लाइक फर स्किल्स फ्यु सिनियर्स से द्याट प्राइभेटमा स्किल नै डेभलप हुँदैन अनि कसरी प्र्याक्टिस गर्छौँ भाइ भन्छ आई थिङ्क यो क्वेसनको लागि चाहिँ म पुरुषोत्तम सरलाई अनुरोध गर्छु सर एकजनाले सोधिराख्नु भएको छ पेरिफेरल प्राइभेटमा गर्दा ठिक हुन्छ कि ठिक हुँदैन स्किल्सहरू डेभलपमेन्ट नभएको हुनाले पछि प्र्याक्टिस गर्नलाई अलिक अप्ठ्यारो हुन्छ कि भनेर कन्सर्न गरेको रहेछ सर मोस्टली अब त्यो इन्डिभिजुअलमा डिपेन्ड गर्ने कुरा हो एक नम्बर कुरा त आफू कति डेडिकेटेड भएर काम गर्छौँ र आफूले कति थ्योरी राम्ररी पढ्न सक्यो भने प्र्याक्टिकल्ली हामीले स्किल डेभलप गर्न पनि त्यति नै चाँडै हुन्छ फेरिमा चाहिँ डेफिनेटली सर्जिकल लोडहरू बढी हुन्छ तर अब प्राइभेट र अब नन प्राइभेट अथवा डेडिकेटेड नन गभर्मेन्ट आई हस्पिटल्स यस्तोमा चाहिँ अब प्राइभेट भयो भने प्राइभेट पेसेन्ट्सहरू हुन्छ होला त्यहाँ अलिकति अब सिक्ने वातावरण नहुन पनि सक्छ होला तर अब त्यो आफूले बुझेर जानु पर्यो डेफिनेटली अब यो के भन्छ हाम्रो यो आई केयरमा चाहिँ मेनली एनजिओ डेडिकेटेड आई हस्पिटल्स युनिभर्सिटी आई हस्पिटल्स डिपार्टमेन्ट अफ मेडिकल कलेजेसहरू यिनीहरूमा नै छ तिनीहरूमा चाहिँ डेडिकेटेड आई हस्पिटल्सहरूमा नै बढी स्किल सिकिन्छ जस्तो लाग्छ मेरो अनुभवमा चाहिँ जस्तो अघि भन्नुभयो नाम लिएको छ तिलगङ्गा नेपाल आँखा अस्पताल अब विराटनगर लाहान मेची गेटा यिनीहरूमा राम्रै हुन्छ अब तर त्यो भन्दैमा प्राइभेट आई हस्पिटलहरूले पनि अब एमओयू गरेको हुन्छ डिफ्रेन्ट अरू हस्पिटलहरूसँग 3 महिनाको लागि पठाउने कतिको लागि पठाउने जस्तो आर्मी मेडिकल कलेज तिलगङ्गा टिचिङ अनि बिपिकेआइएचएसबाट मेची पठाउँछन् होइन त्यस्तो चाहिँ अरू विराटनगरमा लाहानमा गेटामा पनि विभिन्न ठाउँबाट रेजिडेन्टहरूलाई पेरिफेरीमा सर्जिकल स्किल र हाई भोल्युम कसरी म्यानेज गर्ने भन्ने कुरा सिक्नको लागि पठाइएको हुन्छ त्यसरी तर मेन त आफू इन्डिभिजुअलमा भर पर्छ त्यसमा अब इन्डिभिजुअलमै भर पर्ने हो कुरा त हजुर सर अब त्यही हाम्रो अप्थाल्मोलोजीमा धेरै अपर्च्युनिटीहरू छ जब सेक्युरिटीदेखि लिएर सबै छ डेफिनेटली सरले भन्नुभएको छ स्किल चाहिँ अब कसैको छिटो सिक्ने र कसैको ढिलो सिक्ने हुन्छ तर त्यो भन्दैमा तपाईँ टप नच मेडिकल कलेज वा इन्स्टिट्युटमा अप्थाल्मोलोजी पढे पनि तपाईँको ल्यागिङ छ भने डेफिनेटली त्यति राम्रो गर्न सक्नु हुँदैन स्किल्स वाइज तर त्यसलाई ओभरकम गर्नलाई फर्दर ट्रेनिङहरू पेरिफेरीमा गर्ने अपर्च्युनिटिजहरू धेरै आउँछ है त्यसले गर्दाखेरि त्यो भन्दैमा वरि पनि गर्नुपर्छ जस्तो चाहिँ लाग्दैन मलाई सर हस् सर हजुरले कन्क्लुड गरिदिनुहोस् न सर थ्याङ्क यू सो मच हजुर आइदिनु भएको सरले लास्टमा कन्क्लुड गरिदिनु सर First of all, I'd like to thank Dr. Tesu and all the panelists for such a fruitful discussion and discourse. मलाई चाहिँ डाक्टर बुद्धिको एकदमै राम्रो लाग्यो उहाँले कसरी हामी अप्थाल्मोलोजिस्ट र न्यू एस्पिरेन्टको बिचमा कसरी हाम्रो ग्याप भइरहेको छ भनेर राम्ररी भन्नुभयो किनभने मेन हाम्रो ब्रिज भनेकै मेडिकल अफिसर्सहरूले गर्ने हो र अनफर्चुनेटली आई हस्पिटल्सहरूमा अब स्पेसलिटी नै भएको हुनाले मेडिकल अफिसरहरू त्यति हुँदैनन् तर हाम्रोमा चाहिँ अरू प्यारामेडिक्सहरू अप्टोमेट्रिस्ट ओएहरू हुन्छन् तर त्यसरी पनि एउटा ग्याप भएको हो र अप्थाल्मोलोजी हामीले चुज गर्ने अब आइदर बाई चान्स अर बाई चोइस हुन्छ अब यो हुँदाखेरि चाहिँ अब हाम्रो बाई चोइस नै सबैले अप्थाल्मोलोजी चुज गर्नुहुन्छ होला विथ इन्फर्मड कन्सेन्ट जस्तो लाग्छ र अप्थाल्मोलोजी चाहिँ अब हाम्रो एकदमै अघि भनि नै सक्यो हाम्रो कस्तो भने अप्थाल्मोलोजीमा 99% अफ द डिजिजेस आर भिजुअल पिक्टोरियल
त्यसैले हामीलाई यसमा कुनै पनि चिज क्लासिफाई गर्न जे गर्न पनि फोटोहरू यिनीहरूबाट हुन्छ र यसमा चाहिँ एआई डिप लर्निङ इन्कर्पोरेट गर्न एकदमै सजिलो छ किनभने भिजुअल भएको हुनाले त्यसैले पनि अब यो एकदमै अपकमिङ छ सबैमा क्लासिफिकेसनहरू अब झन् चाँडै एरर फ्री अब्जेक्टिभ हुनेवाला छ र यति भन्दै वुड लाइक टु वेलकम एभ्रीवान interested to ophthalmology and best of luck to everyone. But last but not the least, it depends on you how much you work, how much you dedicate. It's your dedication र तपाईको लगनशीलता र डिसिप्लिनले नै सबैलाई राम्रो बनाउँछ त्यो चाहिँ छोड्नु भएन पढ्न छोड्नु भएन हाम्रो अहिले पनि हेरिराख्नु पर्ने हुन्छ नयाँ नयाँ चिज आउने भएकोले र त्यति भन्दै सबैलाई यो उज्जवल भविष्यको कामना गर्छु बेस्ट अफ लक थ्याङ्क यू भेरी मच नमस्ते गुड नाइट थ्याङ्क यू सर Good night, sir. सो Thank you, स्पिकरहरूलाई Sir एक्नोलेज Prasad. गर्दै हाम्रो एक्जिक्युटिभबाट डक्टर लिजा श्रेष्ठ पनि हुनुहुन्छ थ्याङ्क यू उहाँलाई आइदिनु भएको र हाम्रो यङ अप्थाल्मोलोजिस्ट सोसाइटीबाट डक्टर अमित यादव प्रेसिडेन्ट हुनुहुन्छ उहाँ पनि आइदिनु भएकोमा धन्यवाद दिँदै थ्याङ्क यू हेभ अ गुड नाइट Thank you everyone for the guidance.